हेर्दा त कतिले बुझ्नु भएन होला। अब हामी चाहिँ एकपटक यो बुझ्नु अगाडि हामी एकपटक यता टेक्निकल यो स्मार्ट चार्ट एउटा हाम्रो सुरुको वेबसाइट खोलेपछि तपाईँले अरू कुनै पनि पेजहरू खोल्नु जरुरी छैन। यही टेक्निकल चार्ट भन्ने छ, यहाँ क्लिक गरेपछि हामीले अब केही कुरो सिक्नु पनि पर्ने हुन्छ। त्यसको लागि हामी यो टेक्निकल चार्ट हेर्न जाँदैछौँ। हेर्नु त सरहरू, अहिले चाहिँ हामीले चाहिँ नेक्स्टको चार्ट हेर्दैछौँ। अब यसमा चाहिँ हामी सबैले सिक्नै पर्ने मेन कुरो भनेको चाहिँ अब सबै हुन त जति धेरै सिक्यो त्यति राम्रो हो, तर 2-3टा च्यानल चाहिँ यो प्यारल यहाँ मैले माउस लगेको ठाउँमा सबैले ध्यान दिएर हेर्नु होला। यो मैले यता सिधा लगेँ यो प्लसको तलतिर, अनि यो प्यारल च्यानलमा यो एड टु फेभरेट सर प्लिज स्क्रिन शेयर भएन सर, मेरोमा के प्रब्लम भयो? मेरिनाजी सबैको भइराखेको छ हैन? हजुर सर, हाम्रोमा भइरहेको छ सर, मेरोमा चाहिँ देखि नै रहेको छ सर। एक्चुअली फेरि अफ भएर फेरि भएको छ हाम्रोमा नि भएको छ। हजुर 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 सर, हजुरकोमा भएको छैन भन्दै हुनुहुन्थ्यो। सो एकचोटि हजुरले चाहिँ आउट भएर फेरि इन हुनुहोस् न सर। हजुर हुन्छ हुन्छ त अब फेरि माइक म्युट गर्नु होला। फेरि यो हाम्रो मेन भनेको यो हुन त यहाँ भएको सबै जति धेरै सिक्यो त्यति राम्रो, तर नसिकी नहुने अति बेसिक र जिन्दगीभरलाई चाहिने भनेको एउटा प्यारल च्यानलमा यो स्टारमा हामीले क्लिक गरिदिने गरेपछि चाहिँ यता हाम्रो सर्टकट भन्ने गर्छ, यो धेरैलाई थाहा हुन पनि सक्छ। अनि अर्को ट्रेन लाइनलाई पनि क्लिक गर्दा पनि हुन्छ, यो पनि हामीलाई चाहिरहन्छ यो। अनि यताबाट यिनीहरू खासै काम छैन, सिक्नु त सबै पर्छ, तर मैले 90 नहुने चिजहरूको लागि तपाईँहरूलाई 2-3टा मात्र देखाउँदैछु, किनभने धेरै सिकेर पनि अब नहुन पनि सक्छ। हामीलाई चाहिने चाहिँ सिक्नै पर्यो। अब यसबाट चाहिँ छ हेर्नु त यो हाम्रो ट्रेन लाइन, यो चाहिँ हो ट्रेन लाइन। अब ट्रेन लाइनको चाहिँ सिक्यो भने चाहिँ हाम्रो अब नेक्स्टको चाहिँ माथिबाट एकपटक ट्रेन लाइन कोरिएर माथिबाट कोर्दाखेरि चाहिँ हाम्रो रेसिस्टेन्ट एरिया भनेको चाहिँ यो रहेछ। हेर्नु त यतिबाट पनि थाहा पाउन सक्यो हामीले। अब पहिला चाहिँ अनि यसो ट्रेन लाइनहरू कोर्दाखेरि चाहिँ 2टा वा 2टा भन्दा बढी चाहिँ छुनु चाहिँ अति आवश्यक हुन्छ। एउटा मात्र छोएर पुग्दैन। अब त कसैले यति मात्र गरेर भएन, यो कम्तीमा यहाँ पनि 2-3टा छोएको छ, यो भ्यालिड भयो। अब यसलाई पनि बिस्तारै यसरी तल ल्याएर कम्तीमा पनि 2टा वा 3टालाई छाउनु भनेको हाम्रो लागि भ्यालिड भयो। अब यसलाई एडिट पनि गर्न मिल्छ, यो खासै जरुरी कुरा त होइन, तर सजिलोको लागि यसमा क्लिक गरेपछि यो सेटिङमा गएर तपाईँहरूले अब यसको नचाहिने अब तपाईँलाई बिचको लाइन मन परेन भने मिडिलमा क्लिक गरेपछि हट्छ। अब ब्याकग्राउन्ड चाहिँ यो रेसिस्टेन्ट लाइनको ब्याकग्राउन्ड हेर्दैखेरि एक सेकेन्डमै बुझोस् भन्नको लागि हामीले रेड कलर राख्न सक्यौँ। अब यो च्यानलको यो बोर्डर लाइनको यसलाई नराखे पनि भयो, किनभने रेड मात्र भएपछि अझै हामीलाई सजिलो भयो। यो भने बेसिक कुरो, यो सबैले सिकिनै सक्नु भएको होला। अनि यो खै एकछिनमा मेहरिनाजीले एउटा प्रश्न सोध्नु भएको थियो, केही बुझेन तपाईँको प्रश्न पटक भन्नु त। हजुर सर, तपाईँले के सोध्नु भएको थियो? ए होइन होइन सर, हजुर सर अघि स्क्रिन देखाइरहेको थिएन सर, अहिले चाहिँ देखाइरहेको छ सर। ए मैले त के गरेको छैन उतैबाट। ए हुन्छ अहिले चाहिँ हजुर सर, अहिले चाहिँ क्लियर नै छ सर। हजुर ए ल ठिक छ। अब यो रेसिस्टेन्ट लाइन भयो, यो त कम्तीमा यो 3टा चाहिँ तपाईँहरू सबैले यसलाई सर्टकट बनाएर बाहिर राख्नु पर्यो, भित्र पनि खोजिरहनु पर्ने हुन्छ। अनि हाम्रो रेसिस्टेन्ट लाइन छ, अब तल पनिबाट पनि बनाऊँ, माथिबाट रेसिस्टेन्ट लाइन भयो कि तल पनि त सपोर्ट होला भनेर हामीले खोज्नु पर्यो। अब अहिलेको लागि चाहिँ मेन स्ट्रङ सपोर्ट भनेको यही भयो। यही क्लिक गरेपछि फेरि आइहाल्छ, अनि यसलाई तानेर लगिदिने यसरी। अब यसरी हेर्दाखेरि चाहिँ हामीले यसलाई पनि 2-3टालाई छोइदिउँ, अनि लगभग यो पनि छोएको रहेछ। ल अब यसलाई चाहिँ रेडको सट्टा हामीले के गर्न मिल्यो त, यही यहाँ यो जगबाट खन्याएको जस्तोमै क्लिक गरेपछि डाइरेक्ट यताबाट हेर्न पनि मिल्छ। अब हामीले यो ट्रेन लाइनको आधारमा चाहिँ के भन्न सक्यो भन्दाखेरि यो ट्रेन लाइनको तलतिर आउँदाखेरि चाहिँ सपोर्ट लिने रहेछ र माथि माथि जाँदाखेरि चाहिँ रेसिस्टेन्ट लिँदो रहेछ भन्ने कुरो हामीले बुझ्न सक्यौँ। अब यो अर्को पनि एउटा म राखिहेर्छु तपाईँहरूलाई, यो चाहिँ तपाईँलाई नभए पनि हुन्थ्यो। पाथ भन्ने छ, यसमा पनि क्लिक गरेर यसलाई पनि बाहिर राख्थ्यौँ। अब यसमा चाहिँ के भइरहेको रहेछ त हेर्नु त, यसरी जाने रहेछ, यस्तो जाने रहेछ, यतातिर आउने रहेछ, फेरि यतातिर गयो, अहिले चाहिँ यता गइराखेको छैन। अब फेरि यतैतिर आयो, फेरि अति गयो, फेरि यतै आएछ। अब के गरी नेक्स्ट चाहिँ अलि राम्रोसँग बढ्ने हो भने फेरि एकपटक यहाँसम्म पुग्ने सम्भावना चाहिँ प्रबल भयो। यो भनेको चाहिँ कति रहेछ त हाम्रो, यसरी हेर्दाखेरि 2800 जति रहेछ। अब
हुन त अहिलेको लागि यो काल्पनिकै जस्तो देखे पनि भविष्यमा वा केही समयपछि नेप्से बढ्दाखेरि 2800 मा चाहिँ रेसिस्टेन्ट लिने चाहिँ प्रबल सम्भावना देखियो। अब यसलाई थप भेरिफाई हामीले गर्नुपर्ने हुन्छ। यतिको आधारमा एउटा चाहिँ सिग्नल त दियो, यसलाई थप भेरिफाई पनि गऱ्यो भने हामीलाई अति राम्रो देखिन्छ। अब फेरि हामी रेक्ट्याङ्गलमा क्लिक गरौँ। अब यतातिर यता पनि एउटा रेसिस्टेन्ट रहेछ हाम्रो, यतितिर चाहिँ रेसिस्टेन्ट रहेछ। ल हेर्नु त, अब अर्थात् के बुझ्न सक्यो भन्दा यता पनि रेसिस्टेन्टै रहेछ, यहाँ पनि एकपटक ठोकेर झरेको रहेछ, यता पनि एकपटक लिन खोजेको रहेछ। यसलाई पनि हामी रेड कलरै पारिदिउँ, यसलाई चाहिँ गरेर यसलाई चाहिँ रेडै भयो पनि। अब यसरी गएर एकपटक रेसिस्टेन्स चाहिँ तोडेर माथि गयो, अर्को पटक सकेको छैन। अब जुन यो हाम्रो 2800 छ नि, 2800 चाहिँ हाम्रो यो प्यारलल च्यानलको पनि रेसिस्टेन्ट भयो, अर्को यसको पनि रेसिस्टेन्ट भयो। हाम्रो दुवैको रेक्ट्याङ्गलको पनि रेसिस्टेन्ट, प्यारलल च्यानलको पनि रेसिस्टेन्ट भएकोले अब केही गरी नेप्से बढ्यो भने त अब 2650 भन्दा माथि बस्न सक्यो भने त 2700 भन्दा पनि माथि बस्ने सम्भावना धेरै हुन्छ। र 2700 माथि क्रस गरेपछि 2800 मा चाहिँ एकदम स्ट्रङ रेसिस्टेन्स छ भनेर बुझ्नुपर्ने हो। अब हामीले यो नेप्सेकै किन कुरा गरेको भन्दाखेरि हामीले अब सिकेर मात्र के गर्नु, काम लाग्ने कुरो नै सिकौँ भनेर मैले नेप्सेकै तपाईँहरूलाई उदाहरण दिनै भन्दैछु। अब हुन त अरू पुरानो हिस्ट्रीको राखेर गरे पनि हुन्थ्यो, यो त्यहाँ भइसक्यो कुरो भन्न चाहिँ सबैले सक्छ। अब चाहिँ हुनेवाला भविष्यमा हुन सक्ने कुरो हो, यो चाहिँ अहिले नै भएको छैन। अब फेरि घट्यो भने हामी एकपटक यहाँसम्म पनि आउन सक्छौँ। यो भनेको चाहिँ हेर्नु त सरहरू, अब यसलाई अलिकति मैले माउस ल्याएँ भने यतातिर चाहिँ अङ्क देख्ने गर्छ, म अलिक उता कुन्ना नै लग्छु। यसरी तल ल्यायो भने चाहिँ 2590 सम्म पनि आउने सम्भावना भयो। पहिला यहाँसम्म आएकोले हुन त योभन्दा तल आएको छैन, अहिले फेरि 2628 छ, यो 2590 2600 सम्म आएर फेरि एकपटक हामी 2800 सम्म चाहिँ यो चाहिँ सुपर स्ट्रङ रेसिस्टेन्ट हो। अनि यो पनि ब्रेक गर्यो भने चाहिँ अर्को रेसिस्टेन्ट हाम्रो कहाँ हुन्छ त, यो जुन पहिला सबैभन्दा हाई बनाएको थियो यो चाहिँ रेसिस्टेन्ट हुन जान्छ। त्यो भनेको चाहिँ लगभग 3000 हुन्छ। 2800 कट्यो भने चाहिँ 3000 सजिलै पुग्ने देखियो, किनभने यो 2800 कटेपछि हाम्रो यो प्यारलल च्यानलको रेसिस्टेन्ट पनि गयो र यो हाम्रो रेक्ट्याङ्गलको रेसिस्टेन्ट पनि क्रस भएपछि 3000 पुग्ने सम्भावना भयो। हामी अब नेक्स्टकै कुरा गरेर तपाईँहरूसँग के हामीले जानेका र तपाईँहरूले जुन आफ्नो अमूल्य समय अहिले दिनुभएको छ हामीलाई विश्वास गरेर, त्यसकै आधारमा हामी तपाईँहरूलाई आज क्लासबाट भविष्यमा हुने घाटा कम गरेर नाफा कमाउन सकौँ भनेर उद्देश्य राखेका छौँ। अब यो चाहिँ नेप्सेको चाहिँ अब तपाईँहरूले यो यसबाट पनि अब सिक्न त सक्नुभयो। अब म होइन साँच्चै नै सिक्छु भन्नलाई चाहिँ हाम्रो यो चाहिँ अब यो उता अरू छ, यो ट्रेडिङ भ्यूहरू पनि छ। मैले अहिले चाहिँ यो लाइभमै सिक्नको लागि चाहिँ यो चाहिँ फरेक्सको खोलेको छु एकपटक। यसबाट चाहिँ म तपाईँहरूलाई केही देखाउन जाँदैछु लाइभमै कसरी काम गर्छ भन्ने कुरो चाहिँ। यो अब नेक्स्ट चाहिँ अब 24 घन्टा त खुल्दैन, यो बाहिरको मार्केट भनेको चाहिँ लगभग 24 घन्टा खुलिराखेको हुन्छ। यिनीहरू 24 घन्टा खुलिराख्ने भएकोले अनि यसको यो चाहिँ तपाईँहरूले डेमो पनि लिन सक्नुहुन्छ। यो चाहिँ अब लियो भने तपाईँले यो डेमो भन्नाले यो आफ्नो पैसा हाल्नु पर्दैन, नाफा भयो भने त्यो काल्पनिक र घाटा भयो भने काल्पनिक हो। यसको लागि सिक्नु अब यसबाट हामी हेर्न जाँदैनौँ है त के रहेछ त। अघि चाहिँ हामीले यो चाहिँ यहाँबाट के सिक्यौँ भन्दाखेरि चाहिँ यस्तो नेप्सेको हेऱ्यौँ। अब हामी लाइभमै सिकौँ त के रहेछ त, लाइभमा त के हुनु रहेछ। अब हामी यहाँबाट पनि यसरी एउटा यो ट्रेन लाइन भयो, यसरी यसलाई सपोर्ट बनाउँदै लैजाउँ। यसरी एउटा चाहिँ यहाँबाट हेर्ने हो भने चाहिँ यो यसरी 1 घन्टाको चार्ट खुल्दैछ अहिले। यो अहिले हामी 1 मिनट 5 मिनटको पनि लाइनमा हेर्न सक्छौँ। अब यस्तो रहेछ। अब यसमा चाहिँ सपोर्ट लिँदै गएको रहेछ र यो जुन यो ट्रेन लाइनको सपोर्ट भन्दा तल आएपछि चाहिँ अलिक घट्न सुरु भइरहेको छ। अब के हुनसक्छ त, त्यो गोल्डको 1 घन्टाको चार्ट अनुसार यो जुन यो सपोर्ट थियो यसमा चाहिँ यो सेतो नै हाल्ने, किनभने मैले कालो स्क्रिन राखेकोले यो चाहिँ डिफल्टमै कालो भएकोले यसमा चाहिँ यो चाहिँ सपोर्ट थियो। यो सपोर्ट पनि ब्रेक गरेर एकजना सरले सोध्नु भएको कुरा हामीले सिक्नको लागि मात्र कुरा गरेको, तपाईँको कुरो एकदम सही नै हो। तर सिक्नको लागि त हेर्न मिल्यो त, फेरि डेमो ट्रेडिङ गरेर हेर्नु मात्र भने हो। तपाईँलाई यसमा लगानी गर्नुपर्छ भनेको छैन, सिक्नको लागि मात्र। यसमा चाहिँ तपाईँहरूले के पनि हामीले सिक्नको लागि के हुनु कसरी काम गर्दो रहेछ। अहिलेको प्रायः सबैले चाहिँ आफ्नो माइक म्युट गर्नु होला।
अब यो चाहिँ 1 घन्टाकोमा यस्तो भइरहेछ। अब यसलाई हामी लैजाउँ एकपटक लाइभ ट्रेडिङ। अब चाहिँ यो चाहिँ हामीले सिक्नको लागि चाहिँ अब लाइभमै चलिराखेको चाहिँ हेरौँ। अहिले चाहिँ यो चाहिँ गोलको चाहिँ लाइभमै चलिराखेको रहेछ, अर्थात् 1 मिनटको चार्ट हेर्दाखेरि थाहा हुन्छ। अब 1 मिनटको चार्टमा चाहिँ के रहेछ त हेर्नु त, यहाँबाट हेऱ्यो भने पुरै बुलिस रहेछ। यहाँबाट हेर्नु त यसरी पुरै बुलिस। अब यो चाहिँ यो ट्रेन लाइनमा सपोर्ट लिँदै गइराखेको रहेछ। अब जब यो ट्रेन लाइनलाई यसलाई चाहिँ तलबाट यसले चाहिँ योभन्दा माथि नै ब्रेक गरेर माथि गयो भने चाहिँ अझै धेरै बढ्ने सम्भावना भयो। अब यो जुन यो ट्रेन लाइन छ तल र माथिको यो चाहिँ रेसिस्टेन्ट ट्रेन लाइन, यो चाहिँ सपोर्टको भयो। योभन्दा तल आयो भने चाहिँ घट्ने सम्भावना छ भनेर हामीले बुझ्न सक्यौँ। यो चाहिँ अब के हुन्छ त 1 मिनटपछि हामीले थाहा पाइहाल्छौँ यसबाट। अहिलेसम्म चाहिँ यो ब्लू देखायो भने ग्रिन क्यान्डल भइरहेछ। यो चाहिँ आफै 1 मिनटमा आफै चेन्ज भइराखेको हुन्छ। हामीले प्र्याक्टिसको लागि मात्र गरेका हौँ। यो चाहिँ फेरि नेपालबाट चाहिँ यो गैर कानुनी छ, नेपालमा चाहिँ यस्तो फरेस्टको गर्नुहुन्न भनेर हाम्रो सरकारले भनेकोले यसलाई अब तपाईँहरूले चाहिँ फेरि एकदम रिस्की पनि हुन्छ। यो यदि नजानेकाहरूले त यसमा हात हाल्नु भनेको पैसा आफ्नो सबै खरानी नै पार्नु जस्तै हो। हाम्रो नेप्सेमा त 10% बढेपछि कुनै स्टकमा चाहिँ 10% बढेपछि त्यो फेरि बढ्न पाउँदैन। त्यो दिन चाहिँ त्यतिभन्दा जानै पाउँदैन र घटे पनि त्योभन्दा जान पाउँदैन। अर्थात् नेप्सेमा के छ त 10% को चाहिँ एउटा राखिदिएको छ क्याप जस्तै। 10% डाउन भयो भने त्योभन्दा तल त्यो दिन जानै पाएन, अप भयो भने पनि जानै पाएन। अर्थात् कसैसँग कसैले कुनै सेयर किनेको छ वा बेचेको छ भने उसको त्यो दिन चाहिँ 10% मात्र लस हुन्छ। तर बाहिर चाहिँ यस्तो चाहिँ लिमिटेडै हुन्न। एकै दिन 50-100% पनि बढ्ने हुन, 50-100% घट्ने पनि हुनसक्छ। त्यही भएर यो चाहिँ हामीले सिक्नको लागि मात्र हेर्दैछौँ। यसमा मैले तपाईँहरूलाई गर्नु भन्न खोजेको होइन। हेर्नु त 1 मिनटमा चाहिँ अहिले यो अप ट्रेन्डबाट यस्तो भइरहेछ। अब यसलाई 1 मिनटमै हेर्दाखेरि अलि अप्ठ्यारो होला। यसलाई म एकपटक 15 मिनटमा हालेर हेरौँ। 15 मिनटमा चाहिँ के भएको रहेछ। हाम्रो चाहिँ बेसिकको भएकोले तपाईँहरूलाई सिक्नुपर्ने, यो नसिकि नहुने, तपाईँले जुन आफ्नो अमूल्य समय हाम्रो स्मार्ट चार्टको लागि दिनुभएको छ त्यसको लागि चाहिँ हामीले यो सानो कोसिस गर्दैछौँ। हेर्नु त यो जुन एउटा रेसिस्टेन्ट ट्रेन लाइन थियो यसलाई नै ब्रेक गरेर माथि गएको रहेछ। अर्थात् त्यो जुन यो माथि जाने अप ट्रेन्डिङ बुल भइरहेछ यो 15 मिनटको गोलमा यो चाहिँ एकदम स्ट्रङ देखिएको छ। अनि यसमा चाहिँ अब सपोर्ट पनि कहाँनिर रहेछ त सपोर्ट चाहिँ यता रहेछ। यसलाई म अनि यसो के गर्दाखेरि भएन भने चाहिँ यसमा राइट क्लिक गरेर सेटिङमा गएर अनि एप्लाई डिफल्ट गऱ्यो भने चाहिँ जस्तो हो त्यस्तै आउँछ। यदि यसरी गर्न पनि मिल्छ। यसमा पनि यसलाई सेतो हाल्ने हो भने यस्तो भयो। अब त्यो कालो भएकोले मैले ब्याकग्राउन्ड पनि हटाइदिएँ, यसमा चाहिँ सेतो नै लगाइदिएँ सबै। अब हाम्रो 15 मिनटको गोलको चार्टमा चाहिँ यसरी सपोर्ट देखाइरहेछ, माथि चाहिँ रेसिस्टेन्ट भइरहेछ र यो रेसिस्टेन्ट पनि ब्रेक गरेकोले यो अझै अलिक बढ्ने सम्भावना भयो। तर यो एकदम बढे पनि कहाँनिर गएर रोकिने सम्भावना हुन्छ त यतानिर चाहिँ रहेछ। ठिकै छ, यो फिगर ठिकै छ, त्यसको पनि कुरा गरौँला। अहिले चाहिँ तपाईँहरूले चाहिँ यो कम्तीमा 3टा चाहिँ सिक्नै पर्ने। अब फेरि यसमा 1 मिनटमा गएर हेरौँ त के भएको रहेछ त अघिबाट। अब यो ठाउँमा गएर चाहिँ अलिकति स्लो भएको रहेछ। यताबाट सुपर बुल भएको रहेछ। यो 3400 यो कतिबाट रहेछ त 3346बाट सिधै 3363सम्म दौडेको रहेछ। गोल एकैचोटि $20 जति चाहिँ बढिसकेको रहेछ। यो फेरि एकछिनपछि हामी यसमै फर्काउँला। अब हामी स्मार्ट चार्टतिर लागौँ। मैले भनेको तपाईँहरूले बुझिनै सक्नुभयो होला। अरू सिके पनि नसिके पनि यो प्यारल च्यानल एउटा तपाईँले कोर्नै पर्यो। अनि रेक्ट्याङ्गलको लागि चाहिँ सपोर्ट र रेसिस्टेन्ट यसैले काम गर्ने भयो। र प्यारल च्यानलले पनि सपोर्ट र रेसिस्टेन्ट यसैले काम गर्ने। अनि यसलाई चाहिँ धेरै ध्यान दिनु पर्दैन कि एउटा मात्र लाइनले चाहिँ यसैलाई हामीले सपोर्ट र रेसिस्टेन्ट भन्न अलिक गाह्रो हुन्छ। किनभने हामीले एउटा जोनलाई नै लिनुपर्ने हुन्छ। यसैलाई मात्र हामीले फोकस गऱ्यो भने योभन्दा माथि गयो भने के गर्ने भन्ने हुन्छ क्या। त्यही भएर एउटा जोनै लिनुपर्ने हुन्छ। त्यही भएर यसलाई एउटा मात्र सिङ्गललाई चाहिँ कहिलेकाहीँ मात्र युज गर्ने, नत्र चाहिँ यही 2टा भए तपाईँहरूलाई पुगेको। आजको क्लासमा हामी यही 2टा मात्र ध्यान दिएर, एउटा यतानिर छ, एउटा माथितिरै भइहाल्यो। यतानिर यो गएर प्यारल च्यानल अनि स्टारमा क्लिक गरिदिने, अनि यतातिर यो छ रेक्ट्याङ्गलमा गएर क्लिक गरिदिने। अनि सर्टकट पनि लेखेको छ, अल्ट शिफ्ट आर गऱ्यो भने आइहाल्छ। अब यो नेप्सेको कुरा गरिहालौँ। अब हामी स्मार्ट चार्टतिर लागौँ।
अनि तपाईहरुको प्रश्न पनि हामी 1 घण्टापछि लिने नै छौं, तपाईहरु चिन्ता नगर्नु होला। अब स्मार्ट चार्ट तपाईहरु सबैले लिने सक्नु भएको छ, चलाइने सक्नु भएको छ। अब हाम्रो यसमा नयाँ फिचरहरु पनि 1-2 हप्तामा चाँडै नै लन्च हुँदैछ, जुन तपाईहरुको यो एमएसिडी, आरएसआई, यो इएमए, एमए भएभरको जुन यो इन्डिकेटरहरु छैन भन्ने चाहिँ तपाईहरुको जुन एउटा गुनासो थियो त्यो पनि चाँडै नै हामी समाधान गर्न जाँदै छौं। यो चाहिँ अहिले बजारमा जुन खाली इन्डिकेटर तपाईले प्रयोग गर्नु भएको छ त्यो भन्दा पनि 50 गुना राम्रो तरिकाले हामीले चाहिँ एउटा बनाएको छौं। त्यसको लागि तपाईहरुले कम्तीमा पनि 1-2 हप्ता चाहिँ कुर्नुपर्ने हुन्छ। यो म्याक च्यानल सबै भएभरको सबै हामीले राखेका छौं, लगभग 25 वटा एकदम इम्पोर्टेन्ट इन्डिकेटरहरु राखेर। अनि अरु सफ्टवेयरहरुमा चाहिँ यो 25 वटा इन्डिकेटरहरुले चाहिँ तपाईले एक वटाबाट चाहिँ बाइ सेल हेर्नु पर्ने हुन्थ्यो। हाम्रोमा चाहिँ 25 वटा इन्डिकेटरले बाइ सेल गराएर चाहिँ त्यसमा चाहिँ समराइज पनि गरेर अब 25 वटामा चाहिँ 20 वटाले बाइ दिएको छ, 5 वटाले सेल दिएको छ भने चाहिँ त्यसलाई बाइतिर ध्यान दिनु पर्यो भन्ने त्यस्तो कन्सेप्टले बनाएको छौं। त्यो 1-2 हप्तामा तपाईले पाइहाल्नु हुनेछ, केही समय मात्र तपाईले कुर्नुपर्ने भयो। अब त्यो एकदम राम्रो फिचर भएकोले अब कतिले स्मार्ट चार्ट चाहिँ अब नलिनु भएको भए यो हाम्रो प्रोमो कोड चार्ट युज गरेर तपाईले 50% डिस्काउन्ट पनि पाइहाल्नुहुन्छ। अब यो चार्ट भएको अनि त्यसपछि हाम्रो ट्रेड सिग्नलमा चाहिँ यस्तो यसरी आउँछ। यिनीहरु चाहिँ बाइ आको कम्पनी भयो। यो आरएसडीसी मा क्लिक गर्ने बित्तिकै आरएसडीसी चाहिँ आइयो। अब आरएसडीसी चाहिँ यो ट्रेड सिग्नलको बाइमा आयो। यो चाहिँ बाइमा किन आयो त? यो चाहिँ सपोर्ट एरियातिर आरएसडीसी भन्ने कम्पनी आएकोले चाहिँ बाइमा आएको हो। यो अब अनि फेरि एकपटकमा रिफ्रेश गर्छु तपाईहरुलाई। यो नेपालमै हुन त मैले तपाईलाई पहिला पनि भनिसकेको छु। यो अरु चाहिँ ट्रेडिङ सफ्टवेयरहरुमा चाहिँ तपाईले यति मात्र पाउनुहुन्छ के। अब जस्तै नेक्से अल्फा, मेरो लगानीको छ, हाम्रो शेयर संसारको छ, हाम्रो ट्रेडिङ छ, थुप्रै छन्, चौधरी सरको सबैको सफ्टवेयरमा यति मात्र हुन्छ। यो अब यो जुन रेड क्यान्डल बन्यो यति, यसले के भन्यो? यसले चाहिँ सेल सिग्नल दियो भने अब यसले चाहिँ कति पावरको सेल सिग्नल हो भन्ने कुरो चाहिँ हाम्रो नेपालमै पहिलो पटक स्मार्ट चार्टले चाहिँ ल्याएको छ। यो चाहिँ कहाँबाट हेर्ने त? भोल्युम स्ट्यान्ड मिटर। यसले चाहिँ टुडे भन्नाले यो लास्टको क्यान्डल हो। यो दिन चाहिँ जुन यो रेड भएको छ त्यो रेड हुनुमा चाहिँ 70% चाहिँ सेलरको स्ट्रेन्थ रहेछ। अर्थात् यो रेड हुनुमा चाहिँ सेलर चाहिँ एकदम हावी छ, एकदम स्ट्रङ सेलर आएको भनेर बुझ्नुपर्छ। यो चाहिँ रेड चाहिँ यो पुरै भ्यालिड हो। अब यसको मतलब नेक्स्ट अलिकति फेरि घट्ने सम्भावना चाहिँ प्रबल देखियो। अब यतिको मात्र हेर्ने हो भने एकपटक फेरि 2600 देखि 2580-90 आउने देखियो। हरेक कम्पनीको चाहिँ यसरी हामीले भोल्युम स्ट्यान्ड मिटरबाट पनि चेक गरेर तपाईहरुले चाहिँ लस वा प्रफिट हुनबाट चाहिँ अब लस हुनबाट तपाई बच्न सक्नुभयो। यहाँ ग्रीन क्यान्डल छ तर सेलर स्ट्रेन्थ धेरै छ भने त्यसलाई ध्यान दिनु भएन। ध्यान दिए पनि एकदम तपाई होशियार हुनुपर्यो। अब एकपटक ट्रेड सिग्नलले बाइमा त ल्याएछ आरएसडीसी। अब यस्तैबाट क्लिक गरौँ हामी, यहाँ गरौँ, हेर्नु त यसले के भन्छ त? यो त बाइमा आएको। अब कसैले अघि भर्खर सपोर्ट रेसिस्टेन्टको कुरा गरे, सपोर्टमा आएपछि किन्ने, रेसिस्टेन्टमा बेच्ने पनि भने, तर सपोर्टमा त आउँदैछ। तर यो सपोर्टमा आए पनि किन्ने कि नकिन्ने यसको निर्णय गर्नलाई चाहिँ हामी भोल्युम स्ट्यान्ड मिटरमा जाने र टुडेमा चाहिँ हेर्नु त सपोर्टमा आउँदाखेरि पनि 70% सेलरको स्ट्रेन्थ छ। यसको मतलब चाहिँ यो सपोर्टमा आइहाल्यो भने पनि तपाईले हतार गरेर अब भोलि किन्न नपाउला कि भनेर छिटो किन्न जरुरी भयो। यसरी चाहिँ बुझ्न सकियो। यहाँ अब यस्तो रेड छ तर ग्रीन भएको पनि हेरौँ न हामी उदाहरण। अब एकताल एमएसएचएल हेरौँ त यो ग्रीन छ कि? ल यो चाहिँ ग्रीन रहेछ। ल एकपटक यो सस्पेन्डै हो, यहाँ माथि के छ भन्ने हामीलाई थाहा छैन। अब हेरौँ। अब यो एमएसएचएल मा चाहिँ सपोर्ट एरियामा आएर ग्रीन क्यान्डल बनेको छ। अब यो ग्रीनको पावर चाहिँ कति छ त? साँच्चैको ग्रीन हो कि यसले झुक्याउनलाई बनायो कि भन्ने कुरो हेर्न हामी यतातिर लागौँ। हेर्नु त है, टुडेमा चाहिँ 78% बायर स्ट्रेन्थ आएको रहेछ। अर्थात् यो ग्रीन क्यान्डल बन्नुमा चाहिँ बायर वा कुनै प्लेयर चाहिँ साँच्चैकै इन्ट्री गरेको रहेछ। अब यसको अर्थ चाहिँ यो बढ्ने अलिकति सम्भावना चाहिँ प्रबल देखियो। तर अब यसकै आधारमा चाहिँ हामीले निर्णय गर्ने हो भने यसबाट पनि पोजिटिभ हो, यसबाट पनि पोजिटिभै हो। अब यो चाहिँ हामीले किन्नलाई सक्यो। तर अब यसको लागि अब यहाँतिर जाने फेरि
अब तपाईँहरूले यो स्मार्ट चार्ट लिएपछि त सबै काम यसैले गर्ने हो, तपाईँले एक्स्ट्रा केही पनि यसले भनेको कुरो मात्र मान्नु पर्यो। हेर्नु त यी अहिले चाहिँ यो बाईमा आएको छ, रिभर्सल जोन बाई भएको रहेछ, अनि यसको चाहिँ समरी चाहिँ यहीँ लेखेको छ, तपाईँहरूले यसलाई क्लिक गरेर हेर्नुहुन्छ। इन्ट्री चाहिँ 857मा गरेको भए चाहिँ स्टप लस चाहिँ तपाईँको कतिमा हुनु पर्यो त 875मा राखेको रहेछ यो। अनि रिस्क रिवार्ड रेसियो चाहिँ 1:9, अर्थात् यो 1000सम्म पुग्दाखेरि चाहिँ यति भन्न खोजेको हो। अहिलेको रेटमा चाहिँ 10% 20% प्रफिट हुने सम्भावना रहेछ। अब यसरी हरेक कम्पनीको हामी छान्दै 90% प्रफिट हुने सम्भावना रहेछ। मकरको यसरी हरेक कम्पनीको हामी छान्दै जाने, तपाईँले लिन सक्नुभएको छ। मकरको चाहिँ यहाँ ग्रीन क्यान्डल बनाएको छ, सपोर्ट एरियामा ग्रीन क्यान्डल बनाएको छ, तर 37% मात्र बायर छ। अर्थात् यो ग्रीन क्यान्डल बन्यो भने यसको चाहिँ भ्यालिडिटी छैन। अब एकेपिएल को हेरौँ, एकेपिएल त पुरै रेट बनेको छ, रेटमा हेर्नु 79%, अर्थात् यसमा हेभी सेल आएको रहेछ। समता भन्ने खूब अब एकपटक अब एउटा दुईटा हामीले एकपटक अब एकताले समता भन्ने खूब अहिले बजारमा चलेको भयो, यसको मैले लेखेँ एकपटक। अब समताको चाहिँ के भएको रहेछ हेर्नु त, समता भन्ने कम्पनी चाहिँ सपोर्ट एरियामा यसलाई धेरै पटक यसले सपोर्ट एरियामा लिएको रहेछ यो समता भन्ने कम्पनीलाई। अनि यहाँ पनि यसले भ्यालिडिटी गरे, यता पनि गरे, यता पनि गरे, लगभग 9, 10, 15 कतिसम्म भनेर साथी रहेछ। अनि हाम्रो यो ट्रेन लाइनले पनि हेर्नु त तल सपोर्ट बनाएको रहेछ, माथि रेसिस्टेन्स यो पनि मिलेको रहेछ। यो यसरी ट्रेन लाइनले सपोर्ट लिन खोजेको रहेछ। अब यो ट्रेन लाइनले सपोर्ट लिन खोजिरहेको छ, सपोर्टमा आयो। अब यो किन्ने कि नकिन्ने त, अब यसको यो त तपाईलाई हामी भोल्युम सेन्टिमिटरबाट हेर्छ चाहिँ। अब यो त तपाईलाई थाहा छँदैछ, यो कम्पनीको रहेछ चाहिँ प्रमोटरको हिस्सा चाहिँ 74% रहेछ, 26% रहेछ। यसरी हामी र यो पब्लिक होल्डिङ चाहिँ जम्मा 26% रहेछ। यसरी हामी बुझ्न सक्छौँ यो। अर्थात् यो चाहिँ अलिकति चिक्कको लो क्यापको कम्पनी भनेर पनि बुझ्न पायो। 100% प्रमोटर हुनु भन्दा 100% पब्लिक हुनु भन्दा चाहिँ प्रमोटर धेरै र पब्लिक चाहिँ थोरै भएको कम्पनी चाहिँ मा चाहिँ अलिक सुशासन हुन्छ भन्ने चाहिँ विश्वव्यापी मान्यता छ। किनभने प्रमोटरको आफ्नो सबै सेयर बेचेर भाग्न पाउँदैन, उनीहरूले जिन्दगीभर कम्पनी चलाउनु पर्यो। त्यही भएर यसमा चाहिँ सुशासन अलि धेरै हुन्छ भन्ने कुरो भयो। अब यसको मतलब अब यो 100% बढ्छ भनेर हामीले भन्नलाई हामी सपोर्ट एरियामा आएको छ। अब यो किन्नलाई ठिक छ कि छैन चेक गर्नलाई हामी माथि जाउँ। हेर्नु त यो हुन त रेड क्यान्डलै हो, हुन त यो माथिबाट हेर्दाखेरि चाहिँ यो हुन त रेड क्यान्डलै हो, किनभने यसको ओपन चाहिँ तल र क्लोज चाहिँ माथि बन्नु पर्यो। यहाँ यो क्यान्डलको हिस्ट्रीबाट हेर्ने हो भने चाहिँ यो रेड क्यान्डलै बन्नु पर्ने थियो, तर प्लेयरले चाहिँ यसलाई चाहिँ तल ओपन गर्नु पनि सक्छ। तल ओपन गरेर माथि क्लोज गरेको। अब यसमा कुनै प्लेयर हुन पनि सक्छ, किनभने धेरै समय कन्सोलिडेसन भएपछि यतातिर चाहिँ हाई भोल्युम आएर यो लगभग ब्रेकआउट जस्तै दिएको छ। अनि यो जुन यो त हुन त रेडै हो, यसलाई अब यहाँ ग्रिन भएकोले ग्रिनै सम्झ। अब यो ग्रिन क्यान्डल वा रेड क्यान्डल जे भए पनि यसमा चाहिँ बायरको भोल्युम स्टेट अनुसार चाहिँ बायरको स्टेट चाहिँ कति रहेछ त 85%, अर्थात् यो रेड भयो, रेडै हो तर ग्रिनै सम्झ। ग्रिन भए पनि रेड भए पनि यसमा चाहिँ बायर चाहिँ एकदम एक्टिभ छ, कुनै प्लेयर वा कुनै समूह चाहिँ यसमा लागेको छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। एक दिनमा पनि राम्रो रहेछ, अर्थात् 3 दिनमा पनि राम्रो रहेछ र एक हप्तामा पनि राम्रो रहेछ। अर्थात् यो चाहिँ 1 महिनाको त बिस्तारै 1 महिना कटेपछि नयाँ आउँछ। पहिला चाहिँ 1-2 हप्ता यतातिर चाहिँ यो सेलरको पावर धेरै रहेछ। अब लगभग 1-2 हप्ताबाट चाहिँ यसमा चाहिँ 1 विकको डाटा अनुसार बायर चाहिँ पुरै एक्टिभ छ भन्ने देखाइसकेको छ ट्रिलियममा। र अस्तिको जुन भन्ने हो यसको नाम त सुटिङ स्टार जस्तै हो, यो एउटा मात्र क्यान्डललाई हेर्ने हो भने चाहिँ, तर यसलाई यो स्टार पनि भन्न मिलेन हामीले। कम्पनी चाहिँ ठिकै देख्यो। अब यो अनुसार नै यो समता भन्ने कम्पनी चाहिँ ठिकै देख्यो। अब यसको भइहाल्यो। अब यो तपाईहरुले अब अर्को चाहिँ फेरि हामी अब हाम्रो स्मार्ट चार्टको एक्युरेसी कति छ भन्ने कुरो चाहिँ यताबाट हेरौँ। यो ट्रेडिङ रेकर्डमा छ। ट्रेडिङ रेकर्डमा चाहिँ तपाईहरु सबैलाई यो चाहिँ थाहा हुने जरुरी छ, किनभने प्राय सम्पूर्ण ट्रेडिङ सफ्टवेयर बेच्ने कम्पनीहरूले चाहिँ हाम्रो कम्पनीको एक्युरेसी चाहिँ 80, 90, 100 आफ्नो के त्यहाँ चाहिँ डाटा राख्नुपर्ने हैन, मुखमा जे मन लाग्यो भने पनि हो। र हाम्रो कम्पनीको के छ भन्ने कुरो यही पुरै तपाईले डिटेलमा डाटा पाउनुहुन्छ। ट्रेडिङ रेकर्ड चाहिँ कहिले पनि हट्दैन।
अनि यो अब हाम्रो केही गरी ट्रेडिङ तपाईले त के नआएको यहाँ रिसिभमा क्लिक गर्दिने 28 वटा चाहिँ अनि यो हाम्रो ट्रेडिङ सफ्टवेयरले चाहिँ अहिलेसम्म चाहिँ 728 वटा चाहिँ लस खाएको ट्रेड गरेको रहेछ हेर्नु त हामीले लस तिनीहरुमा चाहिँ 264 वटा मात्रै लस खाएको रहेछ हेर्नु त हामीले लस पनि हालेका छौं पुरै यिनीहरु कम्पनीमा लस भएको भनेर तर 728 वटा मा 264 वटा चाहिँ लस गराएको रहेछ त तर लस हुँदाखेरि चाहिँ यसले तपाईलाई कतिमा स्टप लस गराएको रहेछ त -4 अर्थात 4% घाटा हुने बित्तिकै तपाईलाई एक जित हुनुस् भनेर यसले भनेको रहेछ अनि यसमा चाहिँ 728 वटा कारोबार गर्दाखेरि कतिवटामा सफल भएको रहेछ 728 वटा कारोबार गर्दाखेरि चाहिँ कतिवटामा सफल भएको रहेछ 464 अब 464 र 264 को रेशियो हिसाब गर्ने हो भने चाहिँ यो 64% रहेछ अर्थात यो स्मार्ट चार्टलाई तपाईहरुले फलो गर्नु भएको भए आँखा चिम्लेर फलो गर्नु भएको आँखा खोलेर फलो गर्नु भएको तपाईलाई प्रॉफिटको सम्भावना चाहिँ 64% गरायो अर्थात 100 वटा ट्रेड लिँदाखेरि तपाईको 26 वटा मात्रै घाटा गराउँछ तर घाटा गराउँदा -4 मै तपाईलाई निकाल्छ र प्रॉफिट गराउँदा चाहिँ प्लस 13% चाहिँ प्रॉफिट गराउने रहेछ हाम्रो कम्पनी एक्युरेसी भयो कम्पनी फाइनान्शियलमा चाहिँ यो अब अघि हामीले यहाँ जुन चाहिँ टाइप गरेका थियौं यही कम्पनी फाइनान्शियलमा चाहिँ यो अब अघि हामीले यहाँ जुन चाहिँ टाइप गरेका थियौं यही कम्पनीको आउँछ फेरि छुट्टै टाइप गरिरहनु तपाईलाई केही जरुरी छैन यो कम्पनी फाइनान्स यो यता क्लिक गरेपछि फन्डामेन्टल भए भरको कुरो यसमै लेखेको छ सबैले यो आइ नै सकेको छ यसमा चाहिँ फन्डामेन्टल भए भरको कुरो यसमै लेखेको छ तपाईले अरु जुनै ट्रेडिङ अरु चाहिँ यो फन्डामेन्टल एनालाइज गर्ने सफ्टवेयर पनि किनिरहनु जरुरी छैन सबै यसमै छ भए भरको यसमै छ है त तपाईले आफै पटक प्रयोग गरी हेर्नुहोला पुरै ग्राफिक डिजाइनमा हामीले बनाएर तपाईलाई राखेका छौं अर्को छ फाइनान्शियल स्पिनर भन्नाले नेप्सेमा भएको लगभग 245 वटा कम्पनीहरुको चाहिँ मार्केट क्याप बाउनोइ खाइ लो पेड अफ क्यापिटल भए भरको तपाईले पुरो कम्पनी यहीबाट थाहा पाउनु सक्नु हालेका छौं एक क्लिकबाटै तपाईले सबै कम्पनी यहीबाट थाहा पाउनु सक्नुभयो है त अब ब्रोकर एनालाइज पनि यहाँ क्लिक गर्ने बित्तिकै जुन यो कम्पनी राखेको ब्रोकर एनालाइज पनि यहाँ क्लिक गर्ने बित्तिकै अघि हामीले जुन यो कम्पनी राखेका छौं त्यसैको देखाउँछ फेरि यहाँ चाहिँ यो समता भनेर लेखिरहनु पर्यो अब यो त्यहाँ गयो ब्रोकर स्टक 1 डे को अब 1 डे को चाहिँ यस्तो छ 1 डे को हेर्ने त अब एकपल्ट 1 डे को हेरौँ अब 1 डे को हेर्दाखेरि चाहिँ टप 10 ब्रोकर नेट होल्डिङ शेयर खरिद बिक्री भनेको चाहिँ अस्तिको बिबारको दिन चाहिँ नेट होल्डिङ शेयर खरिद बिक्री गरेर लास्टमा उसँग जति शेयर बाँकी छ त्यो चाहिँ नेट होल्डिङ चाहिँ सेल गरेको भयो भने त्यो चाहिँ लास्टमा बाइ गरेर बाँकी भएको शेयर भनेर बुझ्नु पर्छ 48 नम्बर ब्रोकरले चाहिँ 2688 टा शेयर किनेको रहेछ 40 नम्बरले 1137 अनि यो 26 नम्बरले 350 यसरी चाहिँ बुझ्दै जानुपर्छ हामीले अनि यो 2688 चाहिँ 48 नम्बर एभरेज प्राइस देखाउँछ अब कुनै 800 मा किनेको होला कुनै कतिमा किनेको रहेछ एभरेज प्राइस देखाउँछ अब कुनै 800 मा किनेको होला कुनै 750 मा किनेको होला 92 मा किनेको त्यो दिन एभरेजमा गर्दाखेरि चाहिँ 792 मा किनेको रहेछ 40 नम्बर ब्रोकरले चाहिँ हरेक कम्पनी यसरी नै 26 ले 782 यसरी बुझ्न सक्यो यो हरेक कम्पनी यसरी नै आउँछ है तपाईहरुले चिन्ता गर्नु पर्दैन यहाँ लेखिरहनु पर्दैन यहाँ तपाईले जुन क्लिक गरे यता आयो अनि 48 नम्बर ब्रोकरले 2778 किता चाहिँ किनेको रहेछ अनि 40 नम्बरले 1157 यो चाहिँ भइहाल्यो यो चाहिँ अब कुन ब्रोकरले कति किन्यो कुन ब्रोकरले कति बेच्यो 32 ले चाहिँ 820 किनेर बेच्या रहेछ 42 ले चाहिँ 648 बेच्या रहेछ यसरी चाहिँ सेलर भयो यो चाहिँ बायर भयो आफ्नै ब्रोकर होला तिनी अर्को ब्रोकर फेभरेट अब यो चाहिँ तपाईको आफ्नै ब्रोकर होला तिनी ब्रोकरले चाहिँ यसबाट गर्ने हामी कुन कम्पनीको शेयर कति कति किनिरहेछ भन्ने थाहा पाउनलाई यसबाट गर्ने हामी एक नम्बर यो चाहिँ एक सुरुमा डिफल्टमा चाहिँ 1 आउँछ 1 मा चाहिँ एक नम्बर ब्रोकरले चाहिँ सेल भन्ने कम्पनी 26000 किनेको रहेछ र बीपीसीएल भन्ने कम्पनी 17000 चाहिँ बेचेको रहेछ भने यहाँ डाटा आयो अब यहाँ एक पटक लेखौं 55 लेखौं के गरे रहेछ 55 लेखेर हामीले किबोर्डमा चाहिँ इन्टर गरिदिनु पर्छ यो 55 नम्बर ब्रोकरले एनआरआई कम्पनीले 18000 किनेको रहेछ एसपीडीएल कम्पनी चाहिँ 21000 बेचेको रहेछ एभरेज प्राइस सबै कुरो यही डिटेलमा छ हामी यसमा समय बर्बाद नगरौँ अब अहिले
सेल भन्ने कम्पनीले 1,02,000 नम्बर भयो 58 नम्बर ब्रोकरले पनि सेल भन्ने कम्पनीले 1,02,000 किता चाहिँ 317 को एभरेज प्राइसमा किनेको रहेछ अनि आरएसपीएल भने चाहिँ 3,78,000 चाहिँ बेचेको रहेछ अर्थात् आरएसपीएल चाहिँ यति सेल गरेको रहेछ यसरी हामीले सबै कम्पनीको बुझ्न सक्छौं अब यो चाहिँ 1 डे को भयो अब 1 वीक को हेर्न मन लाग्यो 1 वीक को 58 मा आयो 58 के आउँछ यो फेरि 1 मन्थ को हेर्न मन लाग्यो कि हेर्नु त यसरी हरेक हेरेक यहाँ तपाईले ट्रेड डेट र रेन्ज गरेर तपाईले चाहेको जति सबै हेर्न सक्नुहुनेछ अब एक पटक नयाँमा हाम्रो चलेको भनेको 62 ब्रोकरको पनि हेरौँ 62 ब्रोकरले चाहिँ अस्ति बिहीबारको दिन चाहिँ एनजीपीएल भन्ने कम्पनीले 81,000 किता किनेको रहेछ र यूएमएचएल चाहिँ 70,000 किता चाहिँ बेचेको रहेछ यसरी कुन कम्पनी कति किता किन्यो सबै हाम्रो ब्रोकर फेभरेटमा यहीँनिर आउने भइहाल्यो अब यसलाई पनि जाम अर्को छ हाम्रो सपोर्ट रेसिस्टेन्ट स्क्रिनर हेर्नु त कति सजिलो बनाएको छ हाम्रो स्मार्ट चार्टले तपाईलाई 1 क्लिकमै सपोर्ट एरियामा भएको कम्पनी यिनीहरु हो भनेर देखाइदिन्छ र यहाँ नियर रेसिस्टेन्टमा क्लिक गर्ने बित्तिकै रेसिस्टेन्ट एरियामा भएको कम्पनी यिनीहरु हो भनेर देखाइदिन्छ अब तपाईलाई किन्न खोज्दै हुनुहुन्छ भने चाहिँ सपोर्ट एरियामा भएको कम्पनीबाट छान्नु पर्यो बेच्न खोज्दै हुनुहुन्छ भने चाहिँ वा किन्न खोज्दै हुनुहुन्छ तर रेसिस्टेन्ट एरियामा भएको कम्पनी पर्यो भने चाहिँ तपाईले त्यसलाई किन्नलाई अहिले नकिन्नु पर्यो वा केही समय पर्खिनु पर्यो र बेच्नु छ भने चाहिँ यिनीहरु कम्पनी आफ्नो खातामा छ भने यिनीलाई बेच्नलाई तपाई अलि होशियार हुनु पर्यो अलि सतर्क हुनु पर्यो र किन्नु छ भने यिनीहरु यो भइहाल्यो अब फेरि हामी एकपटक यतैतिरबाट सुरु गरौँ यो ट्रेडिङ यताबाट भयो ब्रोकर एनालाइसिस अनि अर्को टप ब्रोकर एउटा भन्न छुट्या रहेछु अनि अस्ति 1 डे कोमा चाहिँ 58 ब्रोकरले चाहिँ 507 मिलियनको किन्या रहेछ र 58 ब्रोकरले चाहिँ 600 लगभग 50 मिलियनको चाहिँ बेचेको रहेछ अर्थात् यो दिनमा चाहिँ 58 नम्बर ब्रोकरले यति किन्यो यति बेच्यो भन्ने कुरो यो चाहिँ ग्राफमा भयो यता तल डिटेलमा लेखेको छ सबै कुरो अब यही हो 1 वीकको 1 मन्थको सबै कुरो हामीले यहीबाट हेर्न मिल्छ यो बिलियनको किनेको रहेछ र अब 3 महिनाको डाटा अनुसार चाहिँ यसले 30 बिलियनको किनेको रहेछ र 31 बिलियनको बेचेको रहेछ 1 बिलियन चाहिँ बेचेको नै रहेछ भनेर बुझौँ अब ब्रोकर स्टक होल्डिङमा यो 1 डे भइहाल्यो मैले अघि भने अब 1 वीकमा के रहेछ त 1 डेमा पनि 48 नम्बर ब्रोकर रहेछ 1 वीकमा पनि 48 नम्बरै ब्रोकर रहेछ र एक हप्तामा चाहिँ यो समता भन्ने कम्पनी चाहिँ हाम्रो 48 नम्बर ब्रोकरले चाहिँ 18,506 किता चाहिँ किनेको रहेछ उसको एभरेज प्राइस लगभग 795 रुपैयाँ रहेछ र 40 नम्बर ब्रोकरले चाहिँ 3,000 किनेको रहेछ 790 को एभरेज प्राइसमा यसरी हरेक कम्पनीले हरेक ब्रोकरले कति कति एभरेज प्राइसमा किन्यो भन्ने कुरो हामी यहाँबाट हेर्न मिल्छ यो 1 वीकको यसरी डाटा निस्क्यो यसरी अनि हेर्नु त 48 नम्बरले 19,000 चाहिँ किनेको रहेछ तर यहाँ चाहिँ 18,000 किन देखाए भन्ने तपाईको मनमा पनि लाग्न सक्छ 19,000 किनेको मध्ये यो घटाएर लगभग 500 600 किता चाहिँ यो 48 ले बेचेको छ भनेर बुझ्नुपर्ने हुन्छ है यो साधारण कुरा हो यति मैले तपाईलाई सम्झाइरहनु परेन अब 1 मन्थमा पनि 48 नम्बरै ब्रोकर यसरी तपाईले आफ्नो आवश्यकता अनुसार हरेक कम्पनीको हेर्न मिल्यो अब हामी यो च्याप्टरलाई क्लोज गर्दियौं अब यसपछि हामी यता लागौं स्टकमा चाहिँ अल स्टक भन्ने छ यसमा चाहिँ भएभरको कम्पनीको तपाईले सेक्टर वाइज पनि छान्न मिल्यो कमर्सियल बैंक मात्र पनि छान्न मिल्यो सबै कम्पनी यहीँबाट हेर्न मिल्छ कुन कम्पनी बाई एरियामा छ कुन कम्पनी रनिङ सेल रनिङ बाई वेट एन्ड वाचमा छ भन्ने कुरो डिटेलमा यहाँ हेर्नुस् कसैले नलिएको भए ट्रायल भर्सन युज गर्नुस् अनि वाच लिस्टमा तपाईलाई अब म चाहिँ यहीँनिर कम्पनी वाच लिस्टमा हाल्छु भन्ने मन भए यता वाच लिस्टमा पनि हाल्न मन राख्न पाउनु भयो समतालाई तपाईलाई वाच लिस्टमा हाल्न यहाँ एड भन्नेमा क्लिक यता पहिले समता भनेर खोज्नु पर्यो अनि यसमा क्लिक गरेपछि तपाईले एडमा क्लिक गरेपछि यसरी समता भन्ने आयो हेर्नु टक्क समता आयो अब एसएल बीबीएल तपाईलाई वाच लिस्टमा हाल्न मलाई यसरी क्लिक गर्ने बित्तिकै आयो राधिलाई तपाईले वाच लिस्टमा हाल्न पाइयो हेर्नु यसरी हरेक कम्पनीको यो चाहिँ साधारण कुरा भयो यो त भइहाल्यो अब डिभिडेन्ड कुन कम्पनीले कति दिएको छ भन्ने यसबाट भइहाल्यो अर्को चाहिँ हाम्रो 14 नम्बरमा मोमेन्टम भन्ने रहेछ यो मोमेन्टम भन्नाले चाहिँ अहिलेको ट्रेन्डिङ स्टक भनेर हामीले बुझ्नुपर्छ अहिलेको ट्रेन्डिङ स्टक वा प्लेयर लागेको कम्पनी चाहिँ टप मोमेन्टम भित्र आउने गर्छ यसले चाहिँ बाई सेल चाहिँ केही भन्दैन यसले चाहिँ यो कम्पनीमा चाहिँ प्लेयर चाहिँ एक्टिभ छ है मात्र भन्छ अब त्यसले सेल गरेर एक्टिभ भएको पनि हुन सक्छ बाई गरेर एक्टिभ भएको पनि हुन सक्छ अब एकपटक
तपाईहरुले सबैले आइपिओ भरेर पर्नु पनि आइपिओ परेको पनि होला कतिलाई यो प्योर भन्ने कम्पनीमा चाहिँ अस्ति हेर्नु त बियरिस मार बोजु बनाएर रहेछ अर्थात् यो कुनै प्लेयर वा कुनै समूहले नै यो दिन चाहिँ टन्नै किनेको रहेछ अब यसले यस्तो अब यति मात्र यसमा केही पनि छैन किन नयाँ कम्पनी भएकोले अब एसएसएचएल लाई क्लिक गरे हेरौँ के रहेछ त एसएसएचएल भन्ने कम्पनीमा चाहिँ बायर कन्ट्रोल भित्र परेको छ अर्थात् प्लेयर चाहिँ इन्ट्री गरेको छ तर उसले ऊ चाहिँ अहिले कहाँनिर गरेको रहेछ रेसिस्टेन्ट एरियामा रहेछ अर्थात् तपाईले यो प्लेयर लागेको भए पनि यो सेल भन्ने कम्पनी एसएसएचएल भन्ने कम्पनी चाहिँ रेसिस्टेन्ट एरियामा भएकोले चाहिँ अलि ध्यान दिनु पर्यो होशियार हुनु पर्यो भनेर बुझ्नु पर्यो रेसिस्टेन्ट एरियामा छ त्यही भएर किन्नलाई अलि तपाईँ विचार गर्नु पर्यो अब 250 माथि नै भ्यालिड ब्रेकआउट गर्यो भने त किन्नलाई अब यसको फेरि एकपटक यहाँ ट्रेड समयमा क्लिक गरेपछि एसएसएचएल को चाहिँ के छ भन्ने कुरो हामी यहाँबाट हेरौँ हेर्नु त एसएसएचएल मा चाहिँ बायर चाहिँ अर्थात् छ प्लेयर चाहिँ इन्ट्री छ भन्ने कुरो 65% को यसले भोल्युमको बायर स्ट्रेन्डबाट देखायो अर्थात् यो रेसिस्टेन्ट एरिया भए पनि यहाँ प्लेयर चाहिँ एकदम एक्टिभ छ यसले चाहिँ यो तोडेरै माथि जान पनि सक्छ अब नेप्सेले पनि सपोर्ट गर्न पर्ने भयो यो पनि ठिकै देखिरहेछ तर रेसिस्टेन्ट एरियामा भएकोले अहिले नै हतार नगरी नहाल्नुहोस् अब फन्डामेन्टल अघि डिटेल फन्डामेन्टल यहीँ भयो अनि हामीलाई नब्बे नहुने बेसिक फन्डामेन्टल यहीँ छ यसै शिवश्री हाइड्रो पावरको चाहिँ इपिएस चाहिँ -8 रहेछ पी चाहिँ -27 रहेछ र नेटवर्क चाहिँ 11 मात्र रहेछ अर्थात् अब यो त एकदम बिजोग कम्पनी नै भन्नुपर्ने थियो कि नेटवर्क अनुसार चाहिँ किनभने जम्मा 11 मात्र रहेछ अर्को डिएचपीएल चाहिँ सबैभन्दा नराम्रो सम्झिरहेको थिएँ यो एसएचएल पनि रहेछ यो डिएचपीएल को चाहिँ -4 रहेछ हेर्नु त अब यस्तो नै यो हुन त अब प्लेयर लागेपछि कसको के लाग्छ र तर तपाईले लङ टर्म अलि तपाईलाई आनन्दले राति सुत्नु छ भने चाहिँ एकदम त्यो कमजोर फन्डामेन्टल भएको कम्पनीमा चाहिँ सकभर बाई नगर्नु नै भन्छु यसको मतलब यो गर्दैमा तपाईलाई घाटा हुन्छ भन्ने चाहिँ छैन नाफा पनि हुन सक्छ तर यस्तोमा तपाईमा फस्नु भयो भने नराम्ररी फस्नु हुन्छ भन्ने उदाहरण त मैले तपाईलाई दिइरहनु पर्दैन होला अब एउटा उदाहरण एनएफएस कै दिन हेर्नु त अब 5000 पुग्छ भनेर हाम्रो अब फेसबुकको भाषामा ठग्रवाल भन्दो रहेछ उहाँलाई हेर्नु त है यसरी यसको के रहेछ त यसको फन्डामेन्टल इपिएस चाहिँ 0.31 रहेछ हेर्नु त 1 रुपैयाँ पनि इपिएस छैन नेटवर्क चाहिँ 137 रहेछ अर्थात् अघिको हाइड्रो पावर भन्दा त राम्रै रहेछ तर डिपिएस चाहिँ -38 रहेछ अर्थात् यसले चाहिँ दिने हैन कि उल्टै शेयर धनीसँग पैसा लिनुपर्ने अवस्थामा रहेछ यो अनि पी त 2203 रहेछ अहिलेको मूल्यमै 2203 भनेपछि त यो मूल्यमा कति थियो होला भन्ने कुरो चाहिँ अब हामी अहिले हिसाब गर्न सक्दैनौं हेर्नु यी कमजोर फन्डामेन्टलमा चाहिँ यस्तो हुने डर हुन्छ अब यसको मतलब मैले यिनीहरु शेयर तपाईलाई नकिन्नुस् पनि भने आएन नबेच्नु केही पनि गर्नु भने आएन अब हेर्नु न यहाँ टुप्पोमा किनेर फस्यो भने त अब सक्यो त अब 2400 मा किनेको शेयर अहिले आइसक्यो 600 अब के गर्ने अब यस्तो नै हामीलाई चाहिँ यो अति धेरै चाहिँ मानसिक तनाव हुने काम गर्छ त्यही भएर अलिअलि फन्डामेन्टल पनि हेरेर हामीले विचार गर्नु पर्यो हुन त फेरि राम्रो फन्डामेन्टल भएको तर खेलाडी लागेको छैन भने त्यो कम्पनी नबढ्न पनि सक्छ त्यो एउटा फेरि दुःखको कुरो पनि त्यो पनि छ तर आउँदैछ हाम्रो एकपटक म यसको ब्लू लाइट फिल्टर अफ गरिदिन्छु फेरि तपाईहरुलाई पहेँलो आयो भन्नु होला फेरि मैले एकपटक यसमा चाहिँ यो नाइट लाइट हटाइदिए अब यसमा अब एकपटक राम्रो कम्पनीको हेरौँ त अब ग्लोबल आइएमई सबैले राम्रो भन्छन् त्यसको के छ एकपटक चेक गरौँ यसको मतलब मैले तपाईलाई ग्लोबल आइएमई किन्नुस् वा बेच्नुस् केही पनि भनेको कति रहेछ त हेर्नु त 15 रहेछ अब ग्लोबल आइएमई को ईपीएस चाहिँ कति रहेछ त हेर्नु त 15 रहेछ अनि यसको पी 13 रहेछ अब हाम्रो वारेन बफेट नचिन्ने साथीहरु त यहाँ अहिले कोही पनि हुनुहुन्न होला वारेन बफेटले चाहिँ 20 पी भन्दा कम भएको राम्रो छ भनेर भन्छन् अब खेलाडी नै नलाएपछि त के गर्नु अब वारेन बफेटै आयो भने चाहिँ धेरै बढ्ला यो 1000 2000 नत्र त यही अब 200 300 700 बढी पुगे 500 पुग्ला नेटवर्क चाहिँ 173 रहेछ यसको चाहिँ डिस्ट्रिब्युएबल ईपीएस यसलाई चाहिँ छोटकरीमा डीपीएस पनि भन्छ अर्थात् अहिलेसम्म निकालेको रिपोर्ट अनुसार चाहिँ यसले यो वर्ष चाहिँ दिन सक्ने क्षमता भनेको यसको 9.31 भन्नाले अब 9.31 चाहिँ त दिदैन
7-8 सम्म चाहिँ दिन सक्छ। त्यो 7-8 चाहिँ 7-8% चाहिँ क्यास पनि हुन सक्छ, बोनस पनि हुन सक्छ। तर यसको चाहिँ अब क्यासै देला सायद, किनभने बोनस त्यसलाई सायद नचाहिएला। अनि यसको चाहिँ हेर्नु त यहाँ यो जुन यो बनाएको छ यो रेड क्यान्डलै भन्नु पर्यो। यो दिन चाहिँ हेर्नु त राम्रो फन्डामेन्टल भयो भन्ने के गर्नु, सेलरको पावर चाहिँ 91% रहेछ। अर्थात् यो पुरै सेलरले चाहिँ एकदम अब के भन्ने एकदम सेलरको पावर भएर पुरै सेलर चाहिँ बेचेको बेचे छ भन्नु पुग्यो। तर यसको पोजिटिभ एउटा सेन्टिमेन्ट चाहिँ 1 महिनाको चाहिँ डाटा हेर्ने हो भने चाहिँ 57% चाहिँ रहेछ। अर्थात् 1 महिनाको हेर्ने हो भने चाहिँ अहिले पनि हामीले यही आधारमा चाहिँ डराइहाल्नु परेन। यतिको आधारमा चाहिँ 1 महिनाको अनुसार चाहिँ हामी ठिकै छ भनेर बुझ्नु पर्यो है त, यो चाहिँ पोजिटिभ। तर नेगेटिभ हेर्ने यहाँ 9 छ, 1 हप्तामा पनि 80% सेलर छ, 3 डेमा पनि 86% सेलर छ, 1 डेमा 91 छ र महिनामा चाहिँ बल्ल 57% पोजिटिभ देखियो। अनि यो किन्ने कि नकिन्ने भन्दाखेरि अहिले चाहिँ 240 देखि 250 मा चाहिँ रेसिस्टेन्ट एरियामा राखेको रहेछ यो कम्पनीलाई। त्यही भएर अहिले तपाईले तत्कालै किन्नु परेन। 210 देखि 220 आउँदाखेरि चाहिँ तपाईले किन्नलाई विचार गर्न सक्नुभयो। र यता पनि बायर स्ट्रेन्थ पनि 50, 55, 60 आइदिने र यो ग्लोबल आइएमई भन्ने कम्पनी पनि 210, 15 मा पाउनु भयो भने चाहिँ राम्रो छ भनेर बुझ्नु पर्यो है त। यताबाट पनि भेरिफाई, यताबाट पनि भेरिफाई भयो भने हामीलाई आनन्दले यो बढ्ने सम्भावना प्रबल हुने। अब यताबाट हेरिहालौँ, फेरि मोमेन्टममा जाम। यदि बायर कन्ट्रोलको भयो, अर्को सेलर कन्ट्रोलकोमा जाम। यिनीहरू कम्पनीमा चाहिँ सेलर चाहिँ हाबी छ भन्ने कुरो चाहिँ देखाउँछ। हेर्नु त अब राधीमा एक हेर सेलर कन्ट्रोल, अर्थात् टप मोमेन्टममा सेलर कन्ट्रोल भन्नाले प्लेयर लागेको सेयर वा प्लेयर वा कुनै समूह कुनै व्यक्ति चाहिँ एक्टिभ भएको छ त्यो कम्पनीमा। तर त्यो कम्पनीमा एक्टिभ भयो भने त्यो मानिसले वा समूहले के गर्दैछ भन्ने कुरो चाहिँ सेलर कन्ट्रोलमा आयो भने चाहिँ बिक्री गर्दैछ भनेर बुझ्नु पर्यो। बायर कन्ट्रोलमा आएको छ भने चाहिँ त्यो चाहिँ खरिद गर्दैछ भन्ने कुरो बुझ्नु पर्यो। तर यसैको आधारमा सेल र बाई चाहिँ हामीले गर्नुहुन्न। अब राधीलाई एकपटक मैले क्लिक गरेँ, हेर्नु त राधी भन्ने कम्पनीमा चाहिँ सेलर पुरै हाबी छ। तर यसलाई अहिले हामीले किन्न मिल्यो त किन्न मिलेन, किनभने यो रेसिस्टेन्टको नजिकै छ यो। त्यही भएर यो किन्नलाई चाहिँ हामीले होसियार हुनु पर्यो। अब युपिसिएललाई एकपटक क्लिक गरी हेरौँ, युपिसिएल पनि पुरै यो रेसिस्टेन्ट एरियाको तल झर्दैछ। तर सपोर्ट एरियामा आएको त छ फेरि युपिसिएल। अब यसैको आधारमा बाई गर्ने हो त, सपोर्ट एरियामा आएको छ र यो रेड क्यान्डल बनेको छ। सपोर्ट एरियामा आयो म किन्छु भनेर किन्न हतार गर्ने। अब युपिसिएल को हामीले यहाँ माथि क्लिक गरेर ट्रेड समरीमा जाने। अब युपिसिएलमा चाहिँ बायर र सेलरको स्ट्यान्ड हेर्नु पर्यो। हेर्नु त सपोर्ट एरियामा आउँदाखेरि पनि 90% चाहिँ सेलरको हाबी रहेछ। 90% चाहिँ सेलर नै हाबी रहेछ। ड्यासबोर्डमा यो भोल्युम यहाँ आएको छ, एकजना सरले यतातिर छँदैछ। हेर्नु त सपोर्ट एरियामा आयो भने सेलरको पावर चाहिँ 90% भएकोले यो सपोर्टमा भयो भने तपाईँले कुनै पनि हालतमा किन्नु भएन, किनभने यहाँ सेलिङ पावर अत्याधिक रहेछ। त्यही भएर सपोर्ट एरियामा आएर बाइङ पावर धेरै भएको खोज्नु पर्यो। अहिलेको उदाहरण मैले समताको भने त्यो चाहिँ सपोर्ट एरियामा पनि आएको रहेछ। अब त्यो ठ्याक्कै निस्किहालेछ, त्यो उदाहरण दिनलाई सजिलो भयो। फेरि यसको मतलब यो किन्नु बेच्नु भने होइन। मैले सपोर्ट एरिया चाहिँ हाम्रो स्मार्ट चार्टले चाहिँ 735 देखि 75 मा हालेर रहेछ र सपोर्ट एरियामा पनि आएको र यो चाहिँ के छ त बायर पावर पनि बढेको। 1 दिनको मात्र होइन कि 3 दिनको 1 हप्ताको पनि देखेकोले पोजिटिभ छ भनेर बुझ्न सकिन्छ। अब हामी यतातिर लागौँ। अब स्मार्ट चार्ट लिएपछि तपाईहरुले यसको आधारमा सिक्ने कुराहरु पनि धेरै नै छन्। अब अरुमा चाहिँ अरु ट्रेडिङ सफ्टवेयरमा यस्तो राखेको छैन। अब डोजी भनेको के हो त, डोजी कतिवटा क्यान्डलमा बन्यो भन्ने कुरो चाहिँ यहाँ लेखेको छ र डोजीको तपाईलाई यसो पढ्न मन लाग्यो भने सबै कुरो डोजीको यहाँ डिस्क्रिप्सन राखिदिएको छ। यो भनेको के हो भन्ने कुरो, अब बुलिस मार बुझु भने के हो भन्ने कुरो यसरी सबै राखिदिएको छ है। यसरी तपाईहरुले फुर्सदको बेलामा यहाँबाट स्मार्ट चार्टको माध्यमबाट तपाईहरुले सिक्न पनि पाउनु भयो। यसरी सिक्ने। अब हेर्नु त बियरिस हरामी भनेको के हो, यस्तो रहेछ, पिक्चर समेत राखिदिएको छ। मर्निङ स्टार भनेको के हो, इभिनिङ स्टार भनेको के हो, सबै कुरो यहाँबाट हामीले हेर्न पाइयो। अब इन्फोमा यो ग्रीन भनेको चाहिँ नेपालमा चलेको बाई भयो। यो जुन रातो सिम्बल आउँछ यो चाहिँ सर्ट सेलको हो। यो चाहिँ नेपालमा आएको छैन। त्यहाँ आफूसँग शेयर नभए पनि
बेच्न मिल्नेलाई चाहिँ सर्ट सेल भन्छ। यो चाहिँ नेपालमा अब भविष्यमा आउन सायद आउने कुरो गरेकै कति वर्ष भइसकेको छ। तर हाम्रो सफ्टवेयरले चाहिँ आउन बाँकी कुरालाई नै यहाँ सफ्टवेयरमा राखिसकेको छ। भविष्यमा तपाईँले सर्ट सेल आयो भन्दैमा अब अरू कुनै ट्रेडिङ सफ्टवेयर किन्नु परेन, यही स्मार्ट चार्टले तपाईँलाई काम दिने भयो। अब यो यति त प्राय यति त सबै ट्रेडिङ सफ्टवेयरले दिएकै छ। अरू कम्पनीले दिन नसक्ने भनेको भोल्युम स्ट्यान्ड मिटर, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। यसलाई चाहिँ कुनै पनि कम्पनी गर्दाखेरि यसलाई ध्यान दिनै पर्छ। अब जस्तै एकताल म अब नेपाल बैंकै छानौँ त, सबैको नेपाल बैंकको चाहिँ हेर्नु त यो सपोर्ट यता छ, रेसिस्टेन्ट एरिया छ, तर सेलर स्ट्यान्ड चाहिँ 57% रहेछ, अर्थात् यो एकदम हाबी रहेछ यो सेलर। अब एकताल बीपीसीएल हेरौँ त, बीपीसीएलको के रहेछ त, सबैको हेर्ने है त। यता पनि क्यान्डल पनि हेर्नु पर्यो। हेर्नुहोस् 40% मात्र बायर पावर चाहिँ सेलर पावर चाहिँ 60% रहेछ र रेसिस्टेन्ट एरियातिर पनि पुग्न खोज्दैछ यो बीपीसीएल भन्ने कम्पनी। यसरी हामी सबै कम्पनीको यसरी हेर्न मिल्छ। अब सोल्टी होटेल, राजाको होटेल भनेर अहिले नाम दिएको छ सबै मानिसहरूले। सोल्टी होटेल चाहिँ सपोर्ट एरिया चाहिँ 565 देखि 80 हालेको रहेछ, अहिले यो लगभग 580 तिरै आइसकेको रहेछ। अब यसमा चाहिँ हेर्नु त सपोर्ट एरिया चाहिँ यो हो, तर सेलर स्ट्यान्ड चाहिँ 81% रहेछ, अर्थात् 565 तिर आउँदा 570 आउँदाखेरि चाहिँ सेलर भन्दा बायर स्ट्यान्ड धेरै आयो भने चाहिँ तपाईले 565 70 तिर आउँदाखेरि चाहिँ यसलाई अलिकति किन्नलाई तपाईँ विचार गर्न सक्नुभयो। किन किन्ने त, सपोर्ट एरिया एउटा भयो, अर्को चाहिँ फेरि यहाँ बायर स्ट्यान्ड पनि धेरै हुनु पर्यो है, फेरि यसलाई पनि भेरिफाई गर्नु पर्यो, यसलाई पनि भेरिफाई गर्नु पर्यो। अब अर्को चाहिँ हाम्रो मेन नेपालमै पहिलो पटक यो स्मार्ट चार्टले ल्याएको चाहिँ ट्रेड भिजन भन्ने छ। यसको लागि पनि अरू छुट्टै पेज खोल्नु पर्दैन, यसैबाट जाम। अब फेरि एकपटक हामी अहिलेकोबाट हेरौँ है त, यो गोलको चाहिँ के रहेछ त हेरौँ त। हेर्नु त ल, एउटा जाबो एउटा यो हाम्रो यो के छ त हेर्नु त, प्यारलल च्यानलले कति काम गर्दो रहेछ भन्ने कुरो हेर्नु त। यहीँ माथि गयो तल जाने, लगभग अलिकति मात्र बाहिर निस्किया छ यो। हेर्नु त यसरी काम गरिराख्छ भन्ने कुरो यसबाट पनि हामीले प्रुफ भयो। अर्थात् यो चाहिँ त्यसै काल्पनिक कुरो होइन कि यसलाई हामीले एकदम राम्रोसँगै प्रयोग गर्नु पर्यो भनेर बुझ्नुहोस् भनेर चाहिँ मैले राखिदिएको तपाईँलाई। अब यहाँनिर घटेको रहेछ त, अब एकपटक यसलाई मैले 15 मिनटमा हाली हेरौँ, यहाँ कतै यो ठाउँमा रेसिस्टेन्ट पो छ कि छैन पटक हामी पत्ता लगाऊँ है त। अब यतैनिरबाट घटेको रहेछ। अब एकपटक म यसलाई डिलिट गरिदिन्छु, डिलिट नगरौँ। यहाँबाट गर्दाखेरि यतानिर नै घटेको रहेछ, अर्थात् यतानिर चाहिँ यसलाई फेरि के भन्छ, यसलाई टेम्प्लेटमा गएर एप्लाई डिफल्टमा गरेपछि लगभग यतातिर पनि यसरी देख्ने रहेछ। हेर्नु त लगभग यतातिर पनि यसलाई चाहिँ यो रेसिस्टेन्ट ब्रेक गरेर माथि एकचोटि गयो, फेरि यतातिर रेसिस्टेन्ट नै लिएर तल झरेको रहेछ। अर्को पटक फेरि यो क्यान्डलले पनि यो रेसिस्टेन्टलाई छुन खोज्यो, फेरि झर्यो, फेरि तेस्रो पटक ट्राई गर्यो, फेरि झर्यो, र अहिले फेरि हेर्नु त चौथो पटक ट्राई गर्दाखेरि पनि झरिराखेको छ। अर्थात् रेसिस्टेन्टले काम गर्छ भन्ने कुरो चाहिँ हामीले अहिले नै लाइभबाट हामीले थाहा पायौँ है त मित्रहरू। यसैको लागि मात्र मैले यो तपाईँहरूलाई देखाएको हो। यसरी यिनीहरू चाहिँ सिक्नै पर्यो, अरू सिके पनि नसिके पनि यो चाहिँ एकदम बेसिक हो, यो चाहिँ सिक्नै पर्यो तपाईँले। हुन त अरू इन्डिकेटरहरू पनि छन्, अब इन्डिकेटरहरूको चाहिँ हाम्रो त्यो अरूमा अर्को एक हप्तापछि आउने नयाँ अपडेटमा तपाईँलाई एकदम सजिलो तरिकाले राखेको छ। त्यो चाहिँ अब फेरि हाम्रो 1-2 हप्तापछि यस्तै फ्री क्लास हुन्छ, त्यसमा तपाईँहरूलाई म फेरि बुझाउने छु। र आउने हप्ता पनि हाम्रो क्लास छ, त्यसको लागि अहिले यहाँ मेरिना म्यामले तपाईँहरूलाई सम्झाउनु हुनेछ के गर्ने भनेर। अब यो ट्रेड भिजन चाहिँ हाम्रो यहीँ क्लिक गरेपछि ट्रेड भिजन भन्ने खोल्छ। यो एउटै है, फर्स्टदेखि मैले जुन खोलेको छु त्यही छ। फेरि म तपाईँलाई त देखाइदिन्छु। मैले यहाँ लगआउट गरेँ एकछिन। अब लगआउट गरेपछि चाहिँ हाम्रो यसरी नै तपाईँहरूले पनि लगइन गर्नु पर्यो, सबैले गर्ने यही हो। यहाँ गयो एउटै पेज छ, अरू कुनै पनि पेज खोल्नु पर्दैन। यहीँ एआई चार्ट छ, यहीँ टेक्निकल चार्ट छ, यहीँ ट्रेड भिजन चार्ट छ। ट्याक्क गऱ्यो हेर्नु त, अनि खुल्यो। अब यो ट्रेड भिजनले चाहिँ लाइभ मार्केटमै भन्नाले 11 बजेदेखि 3 बजेको अवधिमा कुन सेयरमा चाहिँ धेरै बायर छ, कुन सेयरमा धेरै सेलर छ भन्ने कुरो चाहिँ लाइभ मार्केटमा 11 बजे चाहिँ 15 मिनटमा अपडेट हुन्छ, त्यो बेला नै भन्ने काम गर्छ। अब सुरुमा यहाँ बीपीसीएल चाहिँ राखेकोले चाहिँ मैले एकपटक यहाँ बीपीसीएलमै क्लिक गरेँ हेरेँ।
BPCL को चाहिँ पुरै यसमा चाहिँ डाटा देखाउने भयो त्यो दिनमा चाहिँ। त्यो दिनको LTP लास्ट ट्रेड प्राइस चाहिँ 867 रहेछ, यसो 1% घट्या रहेछ, एभरेज प्राइस 880 जति रहेछ। हेर्नु त भोल्युम टर्नओभर यो बेसिक कुरा भयो। अनि यो तपाईहरुलाई बल्क ट्रेड मार्केट ट्रेड भन्ने यो यति मात्र थाहा पाउनलाई हाम्रो यो अर्को हाम्रो ट्रेडिङ सफ्टवेयर चुपुल भन्ने कम्पनी छ, त्यसले यति थाहा पाउनलाई उसको सफ्टवेयर लियो भने तपाईलाई 20-25 हजार छ त्यो कम्पनीको सफ्टवेयरले लिन्छ। अर्थात् मैले चुपुलको विरोध गरेको हैन, उसले 20 हजार तिरेर तपाईलाई दिने सुविधा चाहिँ हाम्रो स्मार्ट चार्टले नै अहिलेको डिस्काउन्ट रेटमा तपाईले 5650 नै पाउनु भइराखेको छ मात्र भन्न खोजेको है त। यसबाट अब चुपुलको मित्रहरूले फेरि विरोध गर्ला, उनीहरुको चाहिँ यति मात्रै छ, यो र यो भन्दा अलिकति राम्रो तरिकाले राखे होला। तर हामीले स्मार्ट चार्टले चाहिँ नेपालमै पहिलो पटक यही कुरोलाई ग्राफिकको माध्यमबाट पनि बुझाइदिएको छ के तपाईलाई। ग्राफकोबाट यसबाट हेर्दाखेरि त तपाईलाई अलि छ्याउ पनि हुन्छ के हो यसको आधारमा के पत्ता लगाउने भन्ने त तपाईलाई गाह्रो भयो, हिसाब गरिरहनु पर्यो। अब यही कुरोलाई हामीले ग्राफमा बनाइदिएको छ। अब एकपटक यसलाई जुम पनि गर्न मिल्छ है, मैले यसलाई गरेर भ्यू इन फुल स्क्रिन गर्दै। अर्थात् यो दिन चाहिँ यो कुन कम्पनी रहेछ BPCL भन्ने कम्पनीमा चाहिँ अस्तिको बिहिबार चाहिँ सेल कन्ट्रिब्युसन अर्थात् 38% चाहिँ सेलिङ भएको रहेछ, 25% चाहिँ बाइङ भएको रहेछ र म्याचिङ चाहिँ 37% रहेछ। अनि यो भनेको चाहिँ एभरेज प्राइस हो यो। अर्थात् 11 बज्दाखेरि चाहिँ के भएको भन्दाखेरि म्याचिङ चाहिँ यति आएको रहेछ, सेलिङ बाइङ यति आएको रहेछ। 11 यो त अहिले चाहिँ पुरै 3 बजिसकेकोले डिटेलमा आएको हो। अब तपाईसँग चाहिँ यो 3 नबजेको भए चाहिँ यसरी आउँथ्यो क्या लगभग। अहिलेको लागि मानौँ अहिले चाहिँ लगभग यता अलिकति लैजाउँ म, अहिले चाहिँ अहिले चाहिँ ल 2 बजेको भनेर मानौँ है त, यो 3 बजेको आ छैन भन्ने कुरो मानौँ। यतादेखि हेर्नु त यसरी आउँछ, अनि फेरि 2:15 भएपछि यसरी आउँछ, फेरि 2:30 भएपछि यसरी आउँछ, अनि 2:45 अनि 3 भएपछि यसरी आउने गर्छ, यो यसरी चाहिँ आउने गर्छ। अर्थात् यो दिनमा चाहिँ यसमा हेभी सेल चाहिँ कहाँनिर आएको रहेछ त, लगभग यहाँसम्म चाहिँ बायर चाहिँ रहेछ। जब 1:30 बज्यो त्यसपछि चाहिँ यसमा सेलर चाहिँ एकदम एक्टिभ भएको रहेछ। हेर्नु त यो रातो भनेको सेलर, ग्रीन भनेको बायर हो। अब यो डिटेलमा तपाईले आफै हेरेर गर्नु होला, मैले रातो र हरियो मात्र भन्दैछु समय हाम्रो खेर नजाओस् भनेर। हेर्नु त अर्थात् यो लास्ट मिनेटमा भन्नाले लास्टको 1 घण्टा 30 मिनेटमा चाहिँ सेलर पुरै हाबी रहेछ र त्यो सबैलाई हिसाब गर्दाखेरि चाहिँ 38% चाहिँ यसमा चाहिँ सेलिङ पावर रहेछ भन्ने कुरो थाहा पायो। अब एसएसएललाई हेरौँ एकपटक अहिलेको कुरो। अब सोल्टी होटेल चाहिँ के भएको रहेछ त, हुन त यो अघि भर्खर हामीले सपोर्ट एरियामा छ भनेर पढेका थियौँ, तर त्यो दिन चाहिँ सपोर्ट एरियामा छ भन्दैमा हामीले आँखा चिम्लेर किन्नु भएन। किन किन्नु भएन त, यसले पनि अलि कुरो केही समय कुरो भन्दैछ क्या यसले। अब यसले बोल्न त जान्ने होइन, तर तपाईँले यसको भाषा त बुझ्नु पर्ने भयो। एकछिन कुरा यसमा सेलर पावर धेरै छ, 565 तिर आउँदाखेरि चाहिँ बायर पावर आउनु पर्यो अनि किन्ने भन्दैछ। अब चाहिँ हाम्रो सोल्टी होटेलको चाहिँ 11 बजे चाहिँ यस्तो रहेछ। यसमा चाहिँ 11:30 बजे चाहिँ हेभी सेलिङ आएको रहेछ। हेर्नु त पुरै रेट यहाँ बाहिरै छैन, अर्थात् जो किन्ने बसेको छ सबैलाई भएभरको पुरै फालिदिएको रहेछ भनेर बुझ्नु पर्यो। अनि यसरी लगेपछि देखाउँछ। अर्थात् यो दिनमा चाहिँ टोटलमा चाहिँ के भएको रहेछ त, भएभरकोमा 51% चाहिँ सेलर पुरै प्लेयरले चाहिँ निस्केको रहेछ। अब निस्केकै त भन्न मिलेन हामीले, त्यो दिन चाहिँ अब कुनै एउटा समूहले चाहिँ यो सेयर बेचेको भनेर बुझ्नु पर्यो, अब अर्को समूहले फेरि किनेको भनेर पनि बुझ्नु पर्यो। यस पुरै नेगेटिभ मात्र भन्नु भएन, तर मार्केट प्राइसमै बेचिदिनु भनेको चाहिँ त्यो चाहिँ अलि डराएको हो कि भनेर हामीले अनुमान चाहिँ लाउन सक्यौँ। त्यो दिन चाहिँ टोटल बायर भनेको जम्मा 12% रहेछ। अर्थात् 12 यो दिन चाहिँ जति पनि खरिद बिक्री भयो 12% मानिसले मात्रै त्यहाँ उनीहरूले मार्केटमा राखेको प्राइसमा चाहिँ त्यो सेयर चाहिँ खाइदिएको रहेछ क्या। त्यहाँ जतिमा बेच्न राख्यो त्यतिमा किन्यो भने चाहिँ बायर कन्ट्रिब्युसनमा आउँछ, जतिमा राख्यो त्यतिमा बेच्यो भने चाहिँ सेलर कन्ट्रिब्युसनमा आउँछ। र म्याचिङ भनेको चाहिँ त्यहाँ जतिमा राखेको छ प्राइस त्यतिमै यताउता गऱ्यो भने चाहिँ त्यो म्याचिङ भनेर देखाउँछ। अब यो यसको तपाईँले यो कसरी भयो भनेर यसमा ध्यान नदिनु, यसमा चाहिँ यो के हो भनेरको लाग्नु। यो भन्छ नि आँप खानु, आँपको त्यो रुख नगर्नु भने जस्तै मैले भनेको उदाहरण नमिल्न पनि सक्छ।
अब ठिकै छ यसबाट हामी फेरि एकपटक यसमा ब्याक गरौँ अनि यसमा चाहिँ अब यसको आधारमा चाहिँ कुन सेयर किन्ने कुन सेयर बेच्ने कसरी पत्ता लगाउने त यहाँ बाई एमाउन्टमा गएर क्लिक गरिदिनु बाई एमाउन्टमा गएर क्लिक गर्दाखेरि त अस्तिको बिहिबारको तुलनामा चाहिँ एनजिपिएल चाहिँ 25 करोडको बाई रहेछ र 30 करोडको सेल रहेछ अर्थात् एनजिपिएलमा हेभी सेल आएको रहेछ यो एमबीजेसी भन्ने कम्पनीमा चाहिँ 5 करोडको चाहिँ सेल रहेछ 13 करोडको चाहिँ बाई रहेछ अर्थात् यो एमबीजेसी भन्ने कम्पनी चाहिँ अबको केही दिन वा केही समय अझै बढ्ने सम्भावना छ भन्ने देखायो यतिको डाटामा अनुसार अब हामी यसलाई क्लिक गरेर हेरौँ है त यसलाई भेरिफाई गर्दै जान्छौँ एमबीजेसी को चाहिँ अस्ति बिहिबार के भएको रहेछ त एमबीजेसी चाहिँ अस्तिको लगभग 12 बजेसम्म चाहिँ प्लेयर चाहिँ एक्टिभै रहेछ त्यसपछि चाहिँ पुरै सुस्त नै रहेछ अब मार्केट पनि घट्न थाल्यो त्यसपछि त्यो एक्टिभ नभएको पनि हुन सक्छ तर जेसुकै भए पनि त्यो दिनमा चाहिँ 47% चाहिँ पुरै प्लेयरले चाहिँ इन्ट्री गरेर रहेछ 19% सेलिङ अर्थात् यो कम्पनीमा चाहिँ राम्रै छ भनेर बुझ्नु पर्यो यसमा चाहिँ यो चाहिँ बायरको कन्ट्रिब्युसन धेरै भएकोले अब हामी स्मार्ट चार्टमा एमबीजेसी टाइप गरी हेरौँ यहाँ यसले के भनेको रहेछ अब एमबीजेसी भन्ने कम्पनी चाहिँ हाम्रो सपोर्ट एरियाबाट माथि नै गइसकेकोले चाहिँ यो चाहिँ अलिकति किन्नलाई चाहिँ तपाईले नाफा हुने पर्सेन्टेज चाहिँ घट्ने भयो तर 315 देखि 330 तिर आयो भने चाहिँ तपाईले किन्नलाई विचार गर्न सक्नुभयो र बायर स्ट्रेन्थ पनि 72% भएकोले चाहिँ यसमा प्लेयर चाहिँ एकदम स्ट्रङै देखेको छ किनभने एक महिना एक हप्ता 3 दिन यो एक दिनको डाटा हेर्ने भने चाहिँ पुरै स्ट्रङै भएर लागेको रहेछ अर्थात् अब तपाईले 315 देखि 330 तिर आउँदाखेरि चाहिँ यो बायर स्ट्रेन्थ भइराख्यो भने चाहिँ यसमा तपाईले केही शेयर किनेर रिस्क अब आफ्नो म्यानेजमेन्ट गर्दै तपाईले लिन सक्नु भयो है त अब यसको चाहिँ किनेपछि कतिमा स्टप लस हाल्ने भन्ने कुरो सबै यही लेखिदिया छ यसमा तपाईले 315 देखि 330 मा किन्नु भयो भने तपाईको टार्गेट चाहिँ कति हुन्छ त 385 देखि 400 मा चाहिँ तपाईले बेच्नु पर्ने रहेछ अनि स्टप लस चाहिँ कतिमा रहेछ त सेल बिलो 315 लेखेको छ अर्थात् 315 314 भन्दा तल आयो भने चाहिँ तपाईले स्टप लस पनि गर्नुपर्ने भयो यो कुरो सबै यही लेखेको छ तपाईहरु यतैबाट हेर्नु होला अब हामी चाहिँ लगभग यतिको भइहाल्यो फेरि एकपटक यो बोलको हेरौँ हेर्नु त ल अघि सुरुमा हामीले त काल्पनिक जस्तै कुरा गरेका थियौँ हेर्नु अब यसलाई म फेरि अघि मैले 1 मिनेटकै हालेको थिएँ क्यारे हेर्नु त अर्थात् यो ट्रेन्ड लाइन जुन यो प्यारल च्यानलको ट्रेन्ड लाइनबाट पनि डाउन भयो अर्थात् यसको मुनि तल आयो भने अझै घट्छ यसको माथि गयो भने अझै बढ्छ भनेको थिएँ मैले यसको तल आयो अर्थात् यो घटिरहेछ अनि यसको डबल भेरिफाई भयो एउटा ट्रेन्ड लाइनलाई पनि ब्रेक डाउन गर्यो अर्को चाहिँ यो चाहिँ अब पहिलाको चाहिँ रेसिस्टेन्ट लाइन थियो नि यताको यो रेसिस्टेन्ट लाइनलाई पनि यसले चाहिँ रेसिस्टेन्टकै मानेर तल झर्दैछ अब यसबाट तपाईँ हामीले के बुझ्न सक्यो भन्दाखेरि रेसिस्टेन्टमा चाहिँ शेयर चाहिँ जसरी भए पनि बेच्नै पर्यो भगवानै आएर यो शेयर नबेच भने पनि तपाईले चाहिँ बेच्नलाई चाहिँ अलिकति तयार हुनै पर्यो सबै बेच्न मन नलागे पनि अब यो उदाहरणको लागि तपाईसँग अब 1000 किताब छ भने 100 200 500 भए पनि बेच्नै पर्यो क्या तपाईले किनभने त्यहाँबाट माथि नजान पनि सक्छ भयो भने त तपाईसँग 50-60% शेयर त बाँकी भइहाल्यो गएन भने पनि अलिकति भए पनि नाफा भयो नि हैन र फेरि रिस्क म्यानेजमेन्ट भनेको यस्तै हो अब हाम्रो मेरिनाजीले तपाईहरुलाई केही कुरो भन्दै हुनुहुन्छ उहाँको कुरो एकछिन सुनौँ है त अब मेरिनाजी अब तपाईले के भन्दिनु हाम्रो क्लासको आउने बारे अब त्यसको भए म तपाईहरुकै अब एउटा दुईटा खै हाम्रो मेरिनाजी अब त्यसको भए म तपाईहरुकै अब एउटा दुईटा प्रश्न भन्नु त एउटा माइक अन गरेर तपाईहरुको केही प्रश्न छ भए सर त्यो फिबोनाचीको भन्दिनु न रिसर्चमा फिबोनाची ल ठीक छ अब उहाँ तपाई माइक म्युट गर्नु अब फिबोनाची सर त्यो फिबोनाचीको भन्दिनु न रिसर्चमा फिबोनाची ल ठीक छ अब उहाँ तपाई माइक म्युट गर्नु अब फिबोनाची चाहिँ हाम्रो स्मार्ट चार्टले चाहिँ सबै डिटेल राखेर यसमा चाहिँ राखेको छैन किनभने यहाँ भएभरको इन्डिकेटर हाल्दा पनि 4 मात्र देख्ने हुन्छ यसको लागि चाहिँ तपाईले यसको यो स्मार्ट चार्टको टेक्निकल चार्टमा गएर आफैले चाहिँ ड्र गर्नुपर्ने हुन्छ यसको लागि अब यसरी खुलिहाल्छ अहिले खोलेकोमै जाम अब यसमा यसकै उदाहरण हेरौँ यसलाई म एकपटक डिलिट गरिदिन्छु टुलै भनेर हामीले बुझ्नुपर्छ यो अब यो फिबोनाची भने पनि एउटा इम्पोर्टेन्ट सुरुमै छ है टुलै भनेर हामीले बुझ्नुपर्छ यो अब यो यही छ फिबो रिट्रेसमेन्ट भन्ने सुरुमै छ है न थुप्रै छ
तपाईँले यो एउटा मात्र ध्यान दिए पनि पुग्छ भयभरको हाम्रो मेन उद्देश्य भनेको पैसा कमाउने हो त्यसको लागि चाहिँ जुन प्रयोग गर्दा जुन तपाईँले प्रयोग गर्दा राम्रो पैसा कमाउँछ त्यही गर्नुहोस् अब फिबोनाची गर्दा यो त सबैभन्दा माथिबाट तल तान्यो भने यसलाई चाहिँ हामीले सपोर्टको रूपमा लिनु पर्यो अनि यो फिबोनाचीको चाहिँ मानिस अनुसार अलिक फरक फरक भन्ने गर्छन् तर हामीले चाहिँ तल ल्याउँदाखेरि पनि 3-4वटा क्यान्डललाई चाहिँ छुँदाखेरि चाहिँ यसको एक्युरेसी चाहिँ धेरै हुन्छ अब मैले यति मात्र लियो भने चाहिँ दुईटा मात्र पुच्छारियो भनेको एकछिनको लागि मात्र हो त्यही भएर म यसलाई यहाँ माथिसम्म लैजान्छु यसो लैजाँदाखेरि चाहिँ यो 4वटा क्यान्डलले चाहिँ यो तलको चाहिँ 2465 जति भयो यो चाहिँ स्ट्रङ भनेर बुझ्न पाइयो एकपटक यो ब्याकग्राउन्डको म हटाइदिन्छु अनि यो चाहिँ माथिको पनि यो एउटा मात्र लिँदाखेरि भन्दा पनि यसलाई 3टा यहाँ छुवायो भने 3टा हुने रहेछ तपाईहरुले आफ्नो ल्यापटप वा मोबाइलमा देखिरहनु नै भएको छ अर्थात् तलको पनि भेरिफाई माथिको पनि भेरिफाई अब यसरी कोर्दाखेरि चाहिँ नेप्सेले चाहिँ के भनिरहेछ हेर्नु त यो चाहिँ एउटा यो फिबोनाची अनुसार चाहिँ नेप्सेमा चाहिँ पोजिटिभै छ भनेर देखाइरहेको छ अहिलेसम्म यसले चाहिँ पुरै रिट्रेस गरेर 0% मै आयो त्यसपछि माथि गएर चाहिँ यसले कहाँनिर यो एकपटक डिलिट गर्नु पर्यो यसलाई म डिलिट गरिदिन्छु तपाईहरुलाई बुझ्न सजिलो होस् भनेर यसलाई पनि डिलिट हेर्नु त 0% यति आयो माथि जाँदाखेरि चाहिँ लगभग 61 पोइन्ट यसलाई चाहिँ अनि यसलाई एडिट पनि गर्न मिल्छ यो तपाईलाई पढ्न अप्ठ्यारो भए यसमा सेटिङमा गएर क्लिक गरिदिने अनि यहाँ चाहिँ पर्सेन्टेज भन्ने हुन्छ भ्यालुको ठाउँमा लगाएर पर्सेन्टेज क्लिक गरिदिएपछि यो चाहिँ पर्सेन्टेजमा आउँछ अर्थात् यो 0% बाट आएर यसको स्ट्रङ रेसिस्टेन्स चाहिँ कहाँसम्म यो 100% सम्म पुग्न सकेन 78% सम्म यसको फर्मुला नै यही हो के हेर्दाखेरि त अचम्मै लाग्यो हेर्नु त हामीले यो र यति त कोरेका थियौं नि यो र यति यो मानव यो यसो मानव यति मात्र छ भनेर बुझ्दाखेरि त हेर्नु त यो टप भयो यो बटम भयो यता कुन्नामा ध्यान दिनु है त हामीले यतिको आधारमा कोर्दाखेरि के भयो त भविष्यमा के हुन्छ भन्ने कुरो के थाहा पायो त यसको स्ट्रङ रेसिस्टेन्स भनेको 100% भयो त्योभन्दा कम स्ट्रङ 78 त्योभन्दा कम 61 यसरी भनेर बुझ्नु पर्यो अनि यसरी बढ्दै गइरहेछ हेर्नु त यो बढ्न त बढ्यो तर 100% यो 78% मै पुगेर फर्केको छ हेर्नु त कति राम्रोसँग काम गरेको यसले ठ्याक्कै यसरी हामीले कुनै पनि नयाँ स्टकको चाहिँ टप र बटनलाई नै फिबोनाची प्रयोग गरेर भविष्यमा यो बढ्यो भने चाहिँ कहाँबाट घट्न सक्छ भन्ने कुरो हामीले यसको एउटा सानो यो टुलको प्रयोग गरेर नै हामीले पत्ता लगाउन सक्यौं यसरी गयो पहिला त यता आयो त्यसपछि हेर्नु त यो एउटा मात्र गएको छ यो यिनीहरु त लगभग 50% बाटै झरेको छ फेरि यहाँ 50% मा रेसिस्टेन्स लियो ल हेर्नु त कति चोटी रेसिस्टेन्स लिएको र 50% भने कति इम्पोर्टेन्ट भन्ने कुरो यहाँ पनि 50% यता पनि 50% यो एक दिन मात्र 50% भन्दा माथि गयो भोलिपल्ट रेट भइहाल्यो यो पनि यहाँ 68% सम्म छुन खोज्यो त्यो पनि सकेन यहाँ पनि 50% पुग्नै सकेन यता पनि छोयो यता पनि हेर्नु त छोएर तल आयो अब चाहिँ यसको चाहिँ स्ट्रङ सपोर्ट भनेको चाहिँ हाम्रो लागि चाहिँ यही भयो यो भनेको चाहिँ यहाँ चाहिँ 2597 लेखेको छ अब यसलाई ठ्याक्कै यति नै भन्न मिल्दैन अब 2590 देखि 2600 एरिया चाहिँ अहिलेको लागि हामीले सपोर्ट एरियाको रूपमा लिनुपर्ने हुन्छ अघि पनि मैले 2590 2600 भनेको थिएँ अहिले पनि यो फिबोनाची अनुसार पनि हाम्रो नेप्सेको स्ट्रङ मात्र भनेर पुगेन यो चाहिँ अब सुपर स्ट्रङै भन्नु पर्यो 2590 देखि 2610 15 चाहिँ स्ट्रङ एरिया हो अब यो एरियातिर आउँदाखेरि चाहिँ तपाईले शेयरै नकिने पनि सकभर नबेच्नु होला किनभने यो भन्दा तल जाउन अलि गाह्रो नै हुन्छ अब यो एकजना सरले चाहिँ भिडियो चाहिँ पज भयो भन्नुभएको छ त्यो चाहिँ अब तपाईको डाटाको प्रब्लमले गर्दा होला अब मैले अब गर्न सक्ने यसमा केही पनि छैन अब त्यसको लागि म तपाईलाई अब सरी नै भन्न चाहन्छु अब फेरि यसकै कुरा गरौँ है त तपाईले जेस मेरो आवाज सुनिरहनु भएको छ त्यसैलाई ध्यान दिनु होला अब 2590 देखि 2600 नै किन स्ट्रङ भयो त किनभने धेरै चोटी यसमा चाहिँ यसले रियाक्ट गरिसकेको छ अब हुन त यो चाहिँ 23% भनेको स्ट्रङ सपोर्ट पनि भयो त्यही भएर यतातिर भन्दा तल नजाने पनि सक्छ त्यही भएर यतातिर आउँदा चाहिँ केही समय शेयरलाई होल्ड गर्नु होला तर केही गरी 2580 भन्दा पनि तल झर्यो भने चाहिँ फेरि एकपटक हाम्रो अब एकदम नेगेटिभै भयंकर नेगेटिभ न्यूज आयो भने कहाँसम्म नेप्से झर्न सक्छ त यहाँ 2668 लेखेको छ लगभग अब 2660 2650 देखि 2670 सम्म भनेर बुझ्न सक्यो हामीले त्यहाँसम्म पनि झर्न सक्छ
तर त्यो झर्नलाई चाहिँ 2580 भन्दा तल आउनु पर्यो। 2580 भन्दा तल आयो भने 100 अङ्क अझै घट्ने सम्भावना छ। तर जबसम्म 2600 2590 भन्दा माथि बसिरहन्छ तपाईँले चाहिँ आफ्नो सेयर चाहिँ केही समय होल्डै गर्नु होला। किनभने अब यो अगस्त महिना, जुन जुलाई अगस्त भनेको चाहिँ हाम्रो नेप्सेमा चाहिँ एउटा सिजन भन्छ, बुलिस सिजन भन्छ। त्यो भनेको चाहिँ हरेक जुन जुलाई अगस्ततिर चाहिँ सेयर बढ्ने चाहिँ हाम्रो पुरानो हिस्ट्री रहेको छ, इतिहास रहेको छ। यो बेला चाहिँ पहिलाको वर्ष बढेकोले यो वर्ष पनि बढ्न सक्छ कि भनेर हामीले अनुमान गर्न सक्छौँ। त्यही भएर मैले नबेच्नु भनेको। तपाईँलाई बेच्नै मन लाग्यो चाहिँ अगस्त पछि चाहिँ बेच्नलाई चाहिँ अलिकति विचार गर्नु होला। किनभने अगस्त पछि चाहिँ नेक्स्टमा चाहिँ बुलिस चाहिँ सकेर बियरिस लाग्छ भन्ने कुरो चाहिँ हाम्रो यो पुरानो इतिहासले देखाउँछ। त्यसको अब त्यसमा थाहा पाइहाल्नुभयो। अब ठिकै छ, यसको भइहाल्यो। हाम्रो मेरिनाजी हुनुहुन्छ त, खोइ त कहाँ जानुभयो त? ल ठिकै छ। हेलो हजुर हजुर सर, हुन्छ सर, म यतै छु सर। हजुर हेलो हजुर सर, हुन्छ सर, म के कुराहरू चाहिँ जानकारी दिँदैछु। हुन्छ, सो हाम्रो सबैजना पार्टिसिपेसनहरूले चाहिँ धेरै कुराहरू सिक्नु भयो होला सो यो ट्रेनिङ मार्फत। सो अब यो हजुरले चाहिँ बेसिक कुराहरू भन्दा पनि सरले अझ एडभान्स कुराहरू चाहिँ भनिराख्नु भएको छ होइन, जुन चाहिँ हजुरहरूको लागि एउटा प्लस पोइन्टको कुरा हो। सो त्यसै गरेर चाहिँ अब हाम्रो यो बेसिक टेक्निकल एनालाइसिसको ट्रेनिङ चाहिँ हामी लाइक जस आगामी दिनहरूमा पनि गर्दै आइरहेका छौँ होइन। सो पछि पनि भइ नै रहन्छ। सो हामी चाहिँ अब हाम्रो नयाँ युजर्सहरू जो इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सेसन्सहरू चाहिँ हामी राखि नै रहन्छौँ। सो साथै चाहिँ अर्को चाहिँ हाम्रो टेक्निकल एनालाइसिस ट्रेनिङ भनेर चाहिँ हामीले चाहिँ यही असारको 16 गतेबाट चाहिँ सुरु गर्दैछौँ होइन। सो हजुरहरूले चाहिँ हाम्रो यो स्मार्ट टेक्निकल एनालाइसिस ट्रेनिङ हुँदैछ। सो यो ट्रेनिङ चाहिँ अब यही असार 16 गतेदेखि हजुरहरूको चाहिँ यो असारको 20 गतेसम्म चाहिँ हुन्छ। 5 दिनको क्लास हो यो चाहिँ। सो यसको प्राइस चाहिँ अहिले पार्टिसिपेट हुनुभएको छ, तर हजुरहरू चाहिँ हाम्रो अब जस्तै यो सेसन्समा पार्टिसिपेट हुनुभएको भएर चाहिँ हामीले चाहिँ हजुरहरूलाई 3500मै यो कोर्स चाहिँ एभाइलेबल गरेका छौँ। सो हजुरहरूले चाहिँ जस चाँडोभन्दा चाँडो चाहिँ रजिस्टर गर्नु होला भन्ने आग्रह गर्दछु। र साथै हाम्रो यो स्मार्ट वेल्थ प्रोको 50% पनि धेरै समय छैन। सो यो पनि हजुरहरूले चाहिँ सक्दो चाँडै नै लिनुभयो भने हजुरहरूकै लागि बेनिफिसियल हो भन्न चाहन्छु। सो यही नै छ। अहिले चाहिँ हजुरहरूले चाहिँ हजुरहरू सबैजना नै हाम्रो ग्रुपमा हुनुहुन्छ, यो वाट्सएप ग्रुपमा। सो हामीले चाहिँ ग्रुपमा पनि हामीले पोस्टहरू सेयर गरेको छौँ। सो हजुरहरूले चाहिँ यो हाम्रो अब अपकमिङ स्मार्ट टेक्निकल एनालाइसिस ट्रेनिङ चाहिँ हजुरहरूले चाहिँ स्क्यान क्युआर गरेर चाहिँ रजिस्टर गर्न सक्नुहुन्छ। म चाहिँ हजुरहरूलाई यो लिङ्क पनि पठाइदिन्छु ग्रुपमा। सो एकचोटि हेर्नुहोस्। र अरू क्वेरिजहरूको लागि त हामी सपोर्टको लागि सधैँ नै छौँ होइन। जस हजुरहरूको क्वेरिज एन्सरहरू दिइरहेको पनि छ। सो जस लगभग हाम्रो अलमोस्ट पार्टिसिपेसनहरू चाहिँ जस अहिलेसम्म 7मै हुनुहुन्छ। सो धेरै कुराहरू सिक्नु पनि राख्नु भएको छ। र हजुरहरूको क्वेरिजहरूको पनि हामीले सर मार्फत हजुरहरूले एन्सर पाइ पनि राख्नु भएको छ। तर लगभग सबैको क्वेरिजहरू चाहिँ अब हामीले यो 2 घन्टामा भ्याउँदैनौँ होइन। सो हजुरहरूले चाहिँ हामीलाई यो वाट्सएपमा पनि सोध्न सक्नुहुन्छ। जुन वाट्सएपमा चाहिँ हाम्रो सर पनि हुनुहुन्छ। सो उहाँले पनि हजुरहरूसँग कोअर्डिनेट गरी पनि राख्नु भएको छ। सो हाम्रो नयाँ युजर्सलाई पनि यो जानकारी भयो। हुन्छ सर, अहिले यही नै छ। सो हजुरहरूले चाहिँ अब ट्रेनिङ जस टेक्निकल एनालाइसिसको एडभान्स ट्रेनिङ चाहिँ लिनु होला भन्ने आग्रह गर्छु। सो झन् हजुरहरूको लागि चाहिँ एउटा बेनिफिसियल हुन्छ यो कोर्स सँगसँगै चाहिँ। हुन्छ सर, अब हामी चाहिँ सेसन नै स्टार्ट गर्छौँ सर। ए हुन्छ फेरि हजुर हुन्छ अहिको सिक्नमा लागम। हेर्नु त यो तपाईँले प्र्याक्टिकलै एउटा क्वेसन रेज गरौँ कि भनेर। हेलो हजुर, एउटा क्वेसन रेज गरौँ कि भनेर स्मार्ट वेल्थ प्रोसँग रिलेटेड एउटा क्वेसन। ए हुन्छ, भन्नु न भन्नु। जस्तै स्मार्ट वेल्थ प्रो भन्यो हामीले जति अरू टेक्निकल टुल्सहरू त आफ्नो ठाउँमा छँदैछन्। जुन स्मार्ट वेल्थ प्रोले चाहिँ एक्ज्याक्टली कुनै स्टक चाहिँ पिक गर्ने, अब सपोज यो विकमा अथवा एक दुई हप्ताको लागि मैले कुन स्टक चाहिँ पिक गर्ने, कुन टुल्सबाट कुन मेथडबाट युज गर्ने, स्टक पिक चाहिँ कसरी गर्ने र कसरी सेल्स गर्ने, त्यो चाहिँ त्यो कुन मेथडबाट जान्छ, त्यो चाहिँ अलिकति आइडिया दिनु सर स्मार्ट वेल्थ प्रोमा चाहिँ। ए हुन्छ सर, हुन्छ, ठिकै छ।
अब यो हेर्नु त यो ट्रेन लाइनबाट यसलाई पुरै रेसिस्टेन्ट मानेर तल झर्दैछ लाइभमै भइरहेछ यो अब फेरि हामी एकछिनपछि फेरि यसमै फर्केर आउँला अब यसको ट्रेन लाइन अनुसार चाहिँ योभन्दा माथि गयो भने चाहिँ बढ्ने सम्भावना भयो तर बढ्यो भने पनि यहाँसम्म पुग्ने सम्भावना भयो तर केही गरी घटि नै राख्यो भने योभन्दा यसरी तल यसलाई अलिकति तल आउने फेरि यता माथि जाने फेरि यसरी तल आउने यस्तो हुनसक्छ यो यस्तो भइरहेछ अहिले यतातिर आउने फेरि यता जाला यो चाहिँ अब हाम्रो क्लासको चाहिँ अब यसमा एकछिनको लागि यति राखिराखौँ है त अब यस्तै ठ्याक्कै हुन्छ भनेर हामीले ग्यारेन्टी गर्न सक्दैनौँ यसमा फेरि हामी पछाडि अहिले पछि फर्केर आउँला अब उहाँको कुरो पनि एकदम इम्पोर्टेन्ट छ यति धेरै पैसा तिरेर स्मार्ट चार्ट हुन त यो नेपालकै सबभन्दा सस्तो चाहिँ हाम्रो स्मार्ट चार्ट हो अरूको त सस्तो भने 10,000 छ हाम्रो सुकुलको त झन् 1 लाख नै पनि महँगोमा राखेको छ हाम्रो चौधरी सरको पनि 10,000 20,000 कति छ हाम्रो जम्मा 5650 छ प्याड समेत गरेर प्रायले लिनु होला अब यसको आधारमा कसरी लिने उहाँको क्वेसन चाहिँ एकदम इम्पोर्टेन्ट भएर म यसो फेरि फर्स्टदेखि चाहिँ यसलाई रिफ्रेस गरेर हेरौँ है त रिफ्रेस गर्दाखेरि चाहिँ हाम्रो सुरुमा यसरी नेक्स्ट भनेर आउने भयो अनि यहाँ गइसकेपछि चाहिँ तपाईँहरू चाहिँ के गर्नु पर्यो भन्दा ट्रेड सिग्नलको बाईमा हेर्नु पर्यो क्या यिनीहरू भएको कम्पनी चाहिँ तपाईँलाई बाई गर्नलाई मनपर्ने छ कि छैन खोज्नु पर्यो अनि यसमा सबै कुरो चाहिँ हेर्दै जानु पर्यो अब यहाँ यसले बाई त दियो यसले चाहिँ यता ट्रेड सिग्नलको बाई मात्र आयो तर कतिको भेरी बलियो छ भन्ने कुरो चाहिँ हाम्रो यताबाट हेर्ने हो अब यसमा आरएसडीसीमा क्लिक गरी हेर्नु त आरएसडीसीमा चाहिँ यो सपोर्ट एरियामा छ अर्थात् बाई गर्न त मिल्यो तर सेलरको पावर धेरै छ यसलाई केही समय होल्ड गरिदिनु अब आरएसएसटी चाहिँ एक समयको लागि क्यान्सल गरिदिउँ भनौँ अब एमएसएचएल को हेरौँ एमएसएचएल पनि सपोर्ट एरियामा छ तर बायरको स्ट्रेन्थ चाहिँ धेरै नै रहेछ अर्थात् यसलाई हामीले वाच लिस्टमा हाल्न सक्यौँ कापीमा लेखेर अब किन्नु पर्यो भने यो चाहिँ किनौला भनेर तपाईँले विचार गर्न सक्नु पर्यो अब यसले चाहिँ ठिकै छ भन्यो अब यसको फन्डामेन्टल पनि हेरौँ फन्डामेन्टल इपिएस 15 रहेछ अब 800 जाने कम्पनीको 15 इपिएस तर दिन सक्ने त यसले कति नै होला त्यो चाहिँ मलाई थाहा भएन अनि यो त ठिकै रहेछ यो यतिको आधारमा चाहिँ यसलाई हामीले बाईको लागि वाच लिस्टमा हाल्न सक्यौँ अब यो एमएसएचएल चाहिँ हामी ट्रेड भिजनमा पनि चेक गर्छौँ एकपटक यहाँ गएर चाहिँ एमएसएचएल पनि लेखिएर यो दिनमा चाहिँ एमएसएचएलमा के भएको रहेछ भन्ने कुरो चाहिँ अब हामी यहाँबाट हेर्छौँ 11 बजेदेखि 3 बजेसम्म चाहिँ यसमा चाहिँ एकपटक मात्र बाहिर आएको रहेछ हेर्नु त है अर्थात् यो सेयर किन्नलाई ठिकै देखिएको छ तर यसमा चाहिँ बाहिरै छैन वा सेलरै छैन भनेर बुझ्नु पर्यो म्याचिङ गरिरहेछ वा प्लेयरले चाहिँ यो सेयरलाई चाहिँ अब यो अलि नराम्रो शब्द भन्दाखेरि सर्कुलर ट्रेडिङ गरिराखेको हो कि भनेर हामीले अनुमान चाहिँ गर्न सक्यौं अब यो डाटा हेर्दाखेरि चाहिँ 29% चाहिँ बाइङै छ सेलिङ चाहिँ 8% छ तर यो पुरै डिटेल हेर्दाखेरि चाहिँ यहाँ जम्मा बायर एकचोटी आएको छ त्यसबेला चाहिँ प्राइस पनि बढ्या छ त्यसपछि त्यसमा बायरै छैन पुरै प्लेयरले आफ्नो शेयर आफ्नै साथीहरुलाई किनबेच गरेर म्याचिङ गरेर भाउलाई चाहिँ टिकाइराखेको हुन सक्यो भन्ने कुरो चाहिँ ट्रेड भिजनले भन्यो यसको आधारमा चाहिँ यसलाई पनि हामीले एकदम सुपर बाईमा राख्न भएन भोलि नै किन्छु भनेर सोच्नु चाहिँ भएन अब यो एमएसएचएल को भएको एमएसएचएल पनि वाच लिस्टमा त हाल्न पाइयो तर भोलि नै हामीले किन्नलाई भएन अब अर्को मकरमा जाम मकरको सपोर्ट एरियामा आएको छ तर सेलर स्ट्रेन्थ नै 63% रहेछ अर्थात् यो सपोर्ट एरियामा भयो भने यसलाई पनि हामीले वाच लिस्टबाट हटाइदिनु पर्यो किनभने यो चाहिँ यो सपोर्ट एरियामा प्लेयरले निस्कँदैछ भनेर बुझ्न सक्छ अब केबीएसएच को हेरौँ अब अर्को ट्रेड भिजनमा त जानै परेन यो दुईटाले नै इनभ्यालिड भएपछि थप भ्यालिडिटी खोज्न जानु पर्यो त्यसमा नेगेटिभै देखाउँछ एकपटक तपाईलाई म देखाइहाल्छु मकरमा यहाँ क्लिक गरेपछि हेरौँ त पुरै 31% सेलर रहेछ जम्मा 19% बायर रहेछ अर्थात् यतामा जानै परेन भनेको कुरो मिलिहाल्यो अब केबीएसएच को पनि हाइड्रो नै परेछ यसमा पनि सपोर्ट एरियामै छ तर सेलरको पावर त 100% रहेछ यो 100% भन्नाले जसले बाई गर्न बसे आयो उनीहरु सबैलाई शेयर चाहिँ पाएको रहेछ भनेर बुझ्नु पर्यो यो पनि नराम्रो नै भयो चाहिँ बाई सपोर्टमा भयो भने किन्नलाई ठीक भएन अब एडीबीएल को एकताल हेरौँ है त कति हाइड्रो नै हाइड्रो एडीबीएल को चाहिँ सपोर्ट एरियामा आएर चाहिँ बाई भएको रहेछ यो ग्रीन क्यान्डल बनाएर रहेछ यसको पनि सेलरको पावर
78% रहेछ अर्थात् यो पनि हाम्रो वाच लिस्टमा भएन। अरू कुन चाहिँ छ त अब कुनै पनि हालतमा नकिन्नु। अब सोल्टी पनि अघि हेरिहाल्यौँ। अब समाज चाहिँ तपाईँले सपोर्टमा भयो भने कुनै पनि हालतमा चाहिँ नकिन्नु होला। यसको यो चाहिँ अब यो न्युजमा भर पर्ने कुरा हो। यो समाज भन्ने कम्पनी चाहिँ हाम्रो जिबिएल होला सायद, जिबिएल ग्रामीण विकास लघु वित्तसँग चाहिँ मर्जमा जाँदैछ। अब यो 2500 जाने कम्पनीले कोसँग मर्जमा जाँदैछ त 784 भएको कम्पनीसँग जाँदैछ। त्यो पनि सायद 1/1 कै रेसियोमा होला। अब 1/1 को रेसियोमा गएको त यो समाजको होल्डरहरू त चुलुङ्ग भएर डुब्ने भइहाल्यो। किनभने यसको खोल्दाखेरि नै 780, 90, 100मै खुले पनि। त्यही भएर समाज तपाईँहरूसँग कोहीसँग छ भने चाहिँ एकदम सतर्क हुन चाहिँ म अनुरोध गर्न चाहन्छु। अब किन्ने बेच्ने त तपाईँहरूको व्यक्तिगत विचार भइहाल्यो। यिनीहरूबाट हेर्दा यसरी भयो। अब अनि त्यसपछि सेलमा चाहिँ यिनीहरू कम्पनी रहेछ। अब यसबाट पनि हेऱ्यौँ। अर्को यसपछि हामी यहाँ ट्रेन्डिङ मोमेन्टममा जान्छौँ। अब मोमेन्टममा जाँदाखेरि बायर कन्ट्रोलमा भएको हेर्नु पर्यो, अर्थात् क्लियर भएको कम्पनी। एसपिएलमा त छ के रहेछ त सपोर्ट एरिया मात्रै रहेछ यो एसपिएल भन्ने कम्पनी। अब यहाँ माथि क्लिक गरे ट्रेड समरी आउँछ। ट्रेड समरीमा चाहिँ अर्थात् 75% चाहिँ बायर रहेछ। अर्थात् एसपिएल भन्ने कम्पनीमा चाहिँ बायर धेरै नै रहेछ। अब यो बढ्ने सम्भावना चाहिँ अलिक हो। यसबाट पनि कुरो मिल्यो, यसबाट पनि कुरो मिल्यो। अब हामी ट्रेड भिजनमा पनि जाउँ। यहाँ पनि फेरि एसपिएल टाइप गरी हेरौँ। यसमा चाहिँ के भएको रहेछ त 11 बजेदेखि 3 बजेसम्म हेर्नु त। 11 बजेदेखि 3 बजेको अवधिमा जम्मा बायर चाहिँ एकचोटि चाहिँ अलि हेभी आएको रहेछ, अर्को पटक छैन। अर्थात् यसमा पनि यो चाहिँ मानिसलाई झुक्क्याउने खेल हुँदैछ। यो चाहिँ हाम्रो स्मार्ट चार्टले मात्र बताउन सक्छ है त, स्मार्ट चार्टको ट्रेड भिजनले। चाहिँ डिटेलमा हेरेपछि थाहा पाउनुभयो तपाईँले। 67% बायर भए पनि यसमा चाहिँ जम्मा 2 चोटि एक्टिभ भएको छ। अर्थात् यिनीहरूले चाहिँ यही अघि मैले भने जस्तै आफ्नो सेयर आफूले किन्दै सर्कुलर ट्रेडिङ गर्दै बस्या पनि हुनसक्छ। त्यही भएर यसलाई पनि तपाईँले सुपर बाई लिस्टमा राख्नु भएन। अनि तपाईँहरूलाई थाहा छँदैछ होला कहिलेकाहीँ चाहिँ नो ट्रेड इज गुड ट्रेड भन्छ। अर्थात् घटिराखेको बेलामा हामीलाई किन किन्नु पर्यो र, केही नकिन्नु पनि त राम्रै हो नि। क्यापिटल जोगाउनु पनि ठुलो कुरा हो। त्यही भएर नेप्से नै घटिराखेको बेलामा चाहिँ अब मलाई सेयर किन्न हतार भयो, मसँग यहाँ पैसा आइसकेको सेयर किन्न मलाई छटपट भयो भनेर चाहिँ त्यस्तो गल्ती चाहिँ गर्नुहुन्न। त्यस्तो चाहिँ नगरौँ। अब नेप्से नै घटिरहेको बेलामा नेप्से कति छ त 2630 छ। अब यो चाहिँ हाम्रो स्मार्ट चार्टको भइहाल्यो। मैले अघि तपाईँहरूलाई भनेको थिएँ। अब एकपटक मैले एउटा चाहिँ बनाएको थिएँ, यो चाहिँ मेरो व्यक्तिगत लागि भनेर बनाएको म तपाईँलाई चार्ट देखाउँदै जाँदैछु। अब यसमा चाहिँ क्लोज गरिदिएँ मैले। यो चाहिँ यतैबाट बनाएकोले यतैमा खोलिदिएँ। अनि यसमा एकपटक मैले नेप्से भनेर क्लिक गरिदिएँ। यो चाहिँ मैले बनाइसकेकोले यसमा चाहिँ अहिले हाइड्रोको आइरहेको रहेछ। यसलाई नेप्से एकपटक मैले गरेँ। यो चाहिँ स्मार्ट चार्टसँग सम्बन्धित छैन। यो चाहिँ मेरो अब पर्सनल के भन्छ रेस्पोन्सिबिलिटी भयो। यसबाट गलत भयो अब मै जिम्मेवार भनेको। तर मैले तपाईँहरूलाई भन्दैछु आजको हाम्रो कार्यक्रम चाहिँ कुनै सेयर किन कुनै सेयर बेच यो भनेको होइन, हामीले ज्ञान सिक्नलाई बसेको। अब यो चाहिँ मैले किन बनाएको भन्दाखेरि पहिला एकपटक यहाँ हेरौँ। अब एउटा चाहिँ एउटा ट्रेन लाइन थियो, यहाँबाट ट्रेन लाइन चाहिँ भइरहेको थियो। यसलाई ब्रेकडाउन गर्ने बित्तिकै यो चाहिँ डाउन ट्रेनमा गयो। त्यसपछि कुनै पनि बेला पनि यसको बिचको लाइन भन्दा पनि माथि जान सकेन। यहाँबाट सकेपछि चाहिँ यो साइडवेजमा गएको हो क्या। यो साइडवेजमा भन्नाले लगभग 2580 देखि 2720 सम्म चाहिँ पुरै नेप्से साइडवेजमा छ। अब कुनै यो नेप्से बढ्नलाई कम्तीमा पनि अहिलेको लागि चाहिँ यो जुन हाम्रो रेक्ट्याङ्गल रेसिस्टेन्ट भनेको 2700 देखि 2720 हो, त्योभन्दा माथि बस्नु नै पर्ने हुन्छ। अनि चाहिँ हाम्रो रेक्ट्याङ्गलको रेसिस्टेन्ट ब्रेक हुन्छ। त्यो ब्रेक भएपछि चाहिँ पुग्ने चाहिँ कता हो त पनि ध्यान दिनु पर्यो। त्यही भएर मैले तपाईँहरूलाई अघि यो रेक्ट्याङ्गल र सपोर्टको र प्यारल च्यानलको सपोर्टलाई ध्यान दिनु भने यहाँ माथिबाट कोर्ने हो भने चाहिँ यहाँ पनि 3 चोटि सपोर्ट लिएको छ, यहाँ पनि 3 चोटि रेसिस्टेन्ट, यहाँ पनि 3 चोटि रेसिस्टेन्ट लिएर यसरी झर्दैछ यो नेप्से। र तलबाट सपोर्ट लिएर जुन यो पहिलाको प्यारल च्यानल थियो त्यसको रेसिस्टेन्ट लाइन र यसको रेसिस्टेन्ट लाइन एकै ठाउँमा पुगेको छ। यो पनि राम्रै भयो। हामीले जति धेरै कन्फर्मेसन भयो त्यति धेरै चाहिँ एक्युरेसी आउने सम्भावना प्रबल हुन्छ। त्यही भएर हामीले
एक्युरेसी निकाल्नु पर्ने हुन्छ हामीले मन लाग्यो भन्नेमा अब यता यसरी जे पाए त्यही गरेर चार्ट कोर्नु हुने हेर्नु त मैले यहाँ छुवाएको छु यहाँ 3टा क्यान्डल छुवाएको छु यहाँ पनि 3टा क्यान्डल यहाँ पनि लगभग यो 2टा क्यान्डल जस्तै अलिकति तल पनि ल्याउन मिल्यो यता पनि यसरी धेरै क्यान्डल छाउँदै लगेको छु अनि यो एउटा प्यारल च्यानल ब्रेक भएपछि नेक्स्ट चाहिँ डाउन भयो डाउन भएपछि चाहिँ यो चाहिँ अप ट्रेन्ड चाहिँ हुन त भित्र नै छिर्यो केही समयको लागि तर यसको चाहिँ पावर चाहिँ घट्यो क्या पावर घटेपछि के भयो त नेक्स्ट चाहिँ साइड वेजमा छिर्यो नेक्स्ट साइड वेजमा छिर्दाखेरि चाहिँ नेप्से मात्र होइन कि कुनै पनि कम्पनी साइड वेजमा छ भने चाहिँ त्यसमा शेयर किन्दाखेरि तपाईलाई नाफा वा घाटा जे भयो भने एकदम स्लोली हुन्छ क्या एकदम बिस्तारै हैरानै हुने गरी अब तपाईहरु कति मानिस सधैँ 2600 आएर हैरान भइकिन नेप्से नै साइड वेजमा छ कतिको साइड वेजमा त 2600 देखि 2720 को साइड वेजमा छ अब यसलाई पनि मैले यसलाई पनि ट्रेन लाइन बनाइरहेको छु यो बनाउँदाखेरि चाहिँ के देख्यो त यहाँ सपोर्ट लियो मैले माउस लगेको ठाउँमा ध्यान दिएर हेर्नु होला यता सपोर्ट लियो अनि यहाँ पनि रेसिस्टेन्स लियो यता पनि रेसिस्टेन्स लियो र यसलाई चाहिँ कोर्दाखेरि चाहिँ यतैनिर गएर ठोकेको रहेछ फेरि अब यसलाई पछि बढाउँदै लैजाउँला हामी केही छैन यसरी बढाउँदै लैजाउँला अब यसरी बढ्दै गयो भने यहाँसम्म पनि पुग्न जहाँ पनि पुग्न सक्छ अब भविष्य कुरा भयो तर अहिले तत्कालको लागि नेप्से चाहिँ बढ्यो भने चाहिँ घट्यो भने चाहिँ लगभग यो भन्दा मुनि नआउनु पर्ने चाहिँ सम्भावना चाहिँ प्रबल छ किनभने अस्तिको सपोर्ट भन्दा लगभग 2630 अस्ति आएको थियो त्यो भन्दा फेरि अहिले घटेर 2630 आइसक्यो अब फेरि एकपटक चाहिँ हाम्रो नेप्से 2620-15 सम्म पनि आउन सक्छ यो भन्दा तल आएन भने चाहिँ राम्रो भयो अब यो भन्दा पनि तल आयो भने चाहिँ अलि फेरि हामी डराउनु पर्ने स्थिति हुन्छ सायद अब नआओस् भनेर अब हामी अब के भन्छ भगवानसँग प्रे मात्र गर्न सक्छौं अब नेपालको राजनीति अस्थिरता गर्दा अनि अब हाम्रो जुन नीति नियम बनाउनु पर्ने मानिसहरु नै अब नराम्रो शब्द भन्दा निकम्मा परेर यस्तो भयो अब सर्ट सेल भन्ने मात्र ल्याएको भए नेप्सेलाई बढाउनलाई एनआरएन लाई भित्र्याउने नियम कानुन बनाएको भए नेप्से 5-6 हजार त आँखा चिमेर पुग्थ्यो तर हाम्रो देशमा त अब सर्ट सेल पनि छैन एनआरएन लाई पनि हरेक बजेट भाषणमा भित्र्याउने भन्छ तर भित्र्याउने चाहिँ हैन अब के भन्नुम तपाईहरुलाई अबको आउने चुनावमा चाहिँ विचार गरेर भोट दिनु होला कसलाई दिने अब यसलाई दिनु भनेर मैले भन्न मिल्दैन अब आउँदाखेरि चाहिँ सपोर्ट फेरि यतातिर 2610-15 मा आउन सक्छ के गरी नेप्से बढ्यो भने कहाँसम्म पुग्न सक्छ त यतानिर चाहिँ पुग्न त यो रेड एरिया चाहिँ एकदम इम्पोर्टेन्ट हो यो पनि एउटा रेसिस्टेन्स लाइन छ त्यो भनेको लगभग 2780 रहेछ है त अनि यो जुन यो पहिलाको जुन ट्रेन लाइनको थियो त्यसको रेसिस्टेन्स भनेको 2790 रहेछ अनि जुन माथिबाट तल झरेको रेसिस्टेन्स लाइन छ त्यसको एरिया पनि लगभग 2880 2800 यो कति रहेछ त 2810 रहेछ अर्थात 2720 भन्दा माथि नेप्से बस्यो भने चाहिँ 2780 देखि 2820 मा चाहिँ स्ट्रङ सपोर्ट भएकोले त्यो एरियामा चाहिँ तपाईले बेच्न चाहिँ ध्यान दिनु पर्यो किन्नलाई चाहिँ ध्यान दिनु भएन रेसिस्टेन्स एरियामा पुगेपछि भगवान आएर भने पनि तपाईले चाहिँ किन्नु भएन हुन त मेरो नाम त अघि हाम्रो मेरिनाजीले भने हाल्नु मेरो नाम चाहिँ ईश्वर श्रेष्ठ मात्रै हो म भगवान चाहिँ हैन फेरि तपाईहरुले अब हाम्रो ईश्वरले नै भन्नुभएको भनेर नभुल्नु अब 2780 देखि 2810-20 चाहिँ सुपर स्ट्रङ रेसिस्टेन्स छ भनेर तपाईले एकदम ध्यान दिएर बस्नु होला यहाँ पुग्दाखेरि चाहिँ तपाईले कम्तीमा पनि बेच्न मन नलागे पनि 50-60% चाहिँ शेयर बेच्नु पर्ने हुन्छ र यहाँ पुगेपछि केही समय साइडवेज लिएर मात्र बढ्न सक्छ वार बढ्न चाहिँ कठिनै हुन्छ वार बढ्नलाई त अब एनआरएन नै भित्राइदिनु पर्छ ल अब तिमीहरु विदेशमा भएका खरबपतिहरु आऊ नेप्से बढाऊ भने उनीहरु आएर सबै बैंक किनिदिन्छ अनि नेप्से त बढिहाल्छ नत्र बढ्न चाहिँ मुस्किलै छ त्यही भएर मैले यो अगस्त टार्गेट भनेर यो पहिलादेखि हाले हो यो चाहिँ मैले यहाँ नपुग्दाखेरि नै यहाँनिर नै यो हालिसकेको थिएँ तपाईहरुले मेरो टिकटकमा पनि हेर्नु भएको होला त्यसमा पनि म राखिराखेको हुन्छु त्यसलाई पनि फलो गर्नुभयो भने तपाईहरुलाई नै नेप्से सम्बन्धी मात्र पोस्ट हुने भएकोले त्यसमा तपाईलाई राम्रै हुन्छ अब यो नेप्सेको भइहाल्यो है त अब नेप्से नै घटिराखेकोले चाहिँ हतार गरेर शेयर नकिन्नुस् मात्र भन्न खोजे अघि मैले अब झुकेर तपाईलाई एउटा समता भने रहेछ समताको चाहिँ के रहेछ हेरौँ त फेरि यसको डिटेलमा जाम तपाईलाई के गरौँ छटपटी भएको चाहिँ 10 किता मात्र किनेर हेर्नु अब रिस्क लिने भए त अलि धेरै लिए पनि भयो तर यसमा चाहिँ सपोर्ट एरियामा पनि भएको र भोल्युम स्ट्रेन मिटरले पनि हेर्नु त एक हप्ता 3 दिन
र एक दिनमा पनि पुरै बायर स्ट्यान्ड भएकोले चाहिँ यो चाहिँ यसबाट पनि भेरिफाई भयो सपोर्ट 1 मा र यसबाट पनि भेरिफाई भयो। थप भेरिफाई केबाट गर्ने त हाम्रो ट्रेड विधानमा गएर यहाँ समता भनेर लेखिदिनु। अब समता लेखेपछि के रहेछ यहाँ क्लिक गरेर हेरौँ। अब क्लिक गरेर हेर्दाखेरि पनि यसमा चाहिँ एकपटक नै हेभी बायर आएको रहेछ। अब त्यो दिन चाहिँ नेप्से नै जुन यो 2650 भन्दा तल झर्न नहुने भएकोले उसले यो हाम्रो यो चाहिँ यतानिर फेरि यसलाई म तपाईलाई बुझ्ने भाषामा फेरि के सम्झाइदिन्छु। यो चाहिँ जुन यो 2650 मुनि चाहिँ नेप्से कुनै पनि हालतमा तल झर्नु हुन्न थियो क्या। किन भन्दाखेरि यो 2650 मा लगभग 2650 देखि 55 चाहिँ धेरै पटक रियाक्ट गरे हेर्नु त। यो क्यान्डल ब्रेक भएपछि यो क्यान्डलको सपोर्ट यो थियो, त्यसपछि आएन। यो ग्रीन क्यान्डलले पनि 2650 लाई छोयो, यसले पनि छोयो, यसले पनि छोयो। 4 दिनको सपोर्टलाई चाहिँ तोडेर तल आयो के। त्यही भएर यो दिन चाहिँ नेप्से चाहिँ पुरै अब 2650 मुनि नगएको भए चाहिँ साह्रै राम्रो हुन्थ्यो। तर 2650 मुनि नै ब्रेक गरेकोले चाहिँ अब अझै 1-2 दिन एकदम स्ट्रङ पोजिटिभ न्युज नआएसम्म चाहिँ तपाईहरुले हतार गरेर आत्तेर मात्तेर शेयर चाहिँ किन्नलाई चाहिँ अलि सतर्क हुनु होला। अब फेरि 2650 भन्दा माथि गयो भने चाहिँ राम्रै भयो। नत्र अब आउने आइतबार नै ग्रीन क्यान्डल बन्यो भने चाहिँ यो चाहिँ अर्ली पोजिटिभ सिग्नल भनेर लिन सक्छ। किन त भन्दाखेरि यता यो चाहिँ अब माइनर भयो, यिनीहरूलाई चाहिँ हामीले फेरि एकदम स्ट्रङ भनेर भन्नुहुन्न। किनभने जम्मा यो 3टा क्यान्डलको मात्र सपोर्ट छ। यो 3टा क्यान्डलको सपोर्ट चाहिँ कति रहेछ त? यो क्यान्डलको लो भनेको 2620 जति रहेछ। अर्थात् 2620 देखि 2630 मा चाहिँ एउटा सपोर्ट बनाउनु पर्ने हुन्छ। 2620-30 बाट तल झरेन भने अति राम्रो भयो। त्यहाँबाट झर्यो भने फेरि 2590 2580 देखि 2600 आउन सक्ने सम्भावना हो। र यहाँबाट फेरि बढी हाल्यो भने पनि अहिलेको लागि हाम्रो माइनर रेसिस्टेन्स कहाँ छ त? 2650। र 2650 ब्रेक गरेपछि फेरि अर्को माइनर रेसिस्टेन्स, यहाँनिर फेरि अर्को रेसिस्टेन्स छ। यो भनेको 2670 देखि लगभग 2680 रहेछ। अनि यो रेसिस्टेन्स तोडेपछि मात्र हामीले चाहिँ यिनीहरूलाई यो चाहिँ अलि पुरानो भएकोले यसलाई पनि हेर्नु त पर्छ। तर यसलाई ब्रेक गरेपछि चाहिँ यो अलि स्पिडमा बढ्ने सम्भावना हुन्छ। तर पनि यसलाई पनि हामीले छोड्नु चाहिँ हुन्न। फेरि अर्को रेसिस्टेन्स यतानिर रहेछ। अब यता यसरी नै कोर्नु परेको लगभग हामीले 3टालाई छाउने हो भने त्यही रहेछ 2700 लगभग 10 देखि 2725 चाहिँ अर्को स्ट्रङ रेसिस्टेन्स छ। यो रेसिस्टेन्स ब्रेक गर्यो भने चाहिँ हाम्रो यतातिर है त यो चाहिँ एकदम इम्पोर्टेन्ट रेसिस्टेन्स। यो भनेको कति रहेछ? 2780 देखि 2810। यो एरियामा चाहिँ तपाईले मैले अब भने पनि तपाईले किन्नलाई भएन, बेच्नलाई तयार हुनु पर्यो। अब यसको फेरि यहाँबाट घट्छ नै भने चाहिँ हैन, फेरि यहाँबाट बढ्न पनि सक्छ। तर घट्ने सम्भावना अलिक बढी छ भन्न खोज्या हो। र ठिकै छ, आजको हामी क्लास यति नै गरौँ। अब तपाईहरुको केही प्रश्न छ भन्नुस् न, भन्नुस् सर। हजुर अहिले जुन त्यो स्टक पिक गर्ने बेलामा त्यो टेक्निकल कुराहरु त देखाइहाल्नु भयो, फन्डामेन्टल कुरा पनि यसो हेर्नुपर्छ भन्नुभयो। 2-3टा 4 कुरा मात्रै भनिदिनु मलाई। यो चाहिँ फन्डामेन्टल चाहिँ यो कन्डिसनमा हुनुपर्छ। लाइक अब इपीएस चाहिँ 16 प्लस 15 प्लस अनि हुन्छ ल ठिक छ। त्यो फन्डामेन्टल अब अघिको फेरि हामी सुरुमै यो जुन क्लास सुरु हुनु अगाडिकै हेर्नु त पुरै गइरहेको थियो। जुन यो रेसिस्टेन्स लाइनलाई तल झर्यो, त्यसपछि अघि जे भनेको थियो यो भन्दा माथि गयो भने नै बढ्छ भनेको थिएँ। हेर्नु त ठ्याक्कै यो भन्दा माथि गयो, बढिरहेछ। अब के हुन सक्छ त? यो जब एउटा ट्रेन लाइनले कति काम गर्छ भनेर मात्र देखाउन खोजेको है। यसको मतलब चाहिँ तपाईले फेरि नेगेटिभ नसोच्नु होला। अब के हुन सक्छ त? अलिकति डाउन आएर यतानिर जान सक्छ। अब यसलाई छोड्दिम, अब के हुन्छ पछि नै हेरौँ। अब हामी भगवान त हैन के हुन्छ भनेर अब यस्तो हुन सक्छ। अब यो नत्र यसरी माथि पनि जान सक्छ। अब अहिलेको अब यसलाई फेरि सस्पेन्ड राख्दिम। यो गोलको अटो ट्रेड भइरहेको हुन्छ। यो तपाईहरुले डेमो पनि गर्न मिल्छ। यो गर्न मन लाग्यो गर्नु, नत्र नगरे पनि फरक पर्दैन। तर सिक्न तानेको लागि चाहिँ यो चाहिँ यिनीहरुमा चाहिँ तपाईले गर्न पाइयो क्या। किनभने यो चाहिँ 24 घण्टा खुलिरहने र शनिबार आइतबार मात्र बन्द हुने भएकोले चाहिँ
सिक्न चाहनेकोहरूलाई नेप सेवा भन्दा यिनीहरू मलाई ठिक छ अब किनै पर्छ भन्ने भएन सपोर्ट रेसिस्टेन्ट ट्रेन लाइन बनाइराख्ने अनि तपाईँलाई के हुन्छ त कन्फिडेन्स बढ्छ सपोर्ट रेसिस्टेन्टले साँच्चै काम गर्दो रहेछ भन्ने तपाईँको मनमा चाहिँ भावना चाहिँ जागृत हुन्छ अनि तपाईँलाई ट्रेड लिन सजिलो हुन्छ ल फेरि अब हामी उहाँकै कुरामा जाऊँ उहाँको एकपटक स्मार्ट चार्टमै लगाऊँ उहाँले अब फन्डामेन्टल ल फेरि हामी फेरि एकपटक स्मार्ट चार्टमै लगाऊँ उहाँले अब फन्डामेन्टलको पनि कुरा गर्नुभएकोले अब यो एकजना सरले चाहिँ माइक अन गर्नु भएको जस्तो छ म्युट गरिदिनु भएको भए राम्रो हुने थियो यता डिस्टर्ब हुँदैन थियो ल माइक म्युट गर्नु अब नेपालमा चाहिँ खासै प्लेयर लागेको मात्र भएकोले फन्डामेन्टलले चाहिँ खासै काम गरेको छैन फन्डामेन्टलले काम गर्ने हो भने त त्यो सानीमा बैङ्क भन्ने त अहिले 1000 पुग्नु पर्थ्यो हेर्नु त के रहेछ त फन्डामेन्टल हुन त यो रेसिस्टेन्टको मा नै बसिया छ यो फन्डामेन्टलको मात्र कुरा गर्ने हो भने मात्र भन्न खोज्या रेसिस्टेन्ट एरियामा बसेको छ यो सपोर्ट एरिया भनेको 275 देखि 285 हाल्या रहेछ त्यतितिर आउँदा तपाईले किन्नलाई विचार गर्न सक्नुभयो र तपाईसँग छ भने चाहिँ 320 देखि 30 चाहिँ रेसिस्टेन्ट रहेछ यतातिर सेल गर्न सक्नुभयो अब सानीमाको बेसिक फन्डामेन्टल चाहिँ यही छ डिटेल फन्डामेन्टल चाहिँ तपाईले यहाँबाट हेर्न मिल्छ यतै पुरै कम्पनी फाइनान्शियलमा गएर सानीमा भन्ने कम्पनीको पेड अफ क्यापिटल इपीएस डीपीएस भएभरको ए टु जेड यहीँबाट हेर्न मिल्छ यो चाहिँ अब सस्तोमा राम्रो फन्डामेन्टल भएको लो क्यापको अब बैंकको लो क्याप त भन्न मिल्दैन तर बैंकहरु मध्ये ठिक्कको स्ट्यान्डर्ड चार्टर जतिकै होला यसको पेड अफ क्यापिटल पनि अब यसको चाहिँ फन्डामेन्टल किन राम्रो भनेको भन्दा यसको ईपीएस कति छ त 16 हेर्नु त ईपीएस 16 कति जाने कम्पनी 315 जाने अनि यसको पी जम्मा छ 18 अर्थात वारेन बफेटले पनि 20-25 भन्दा तल भएको कम्पनी राम्रो भन्छ अर्थात वारेन बफेटले किन्ने कम्पनी पर्यो अनि नेटवर्क पनि 161 छ अर्थात यो पनि राम्रै हो अनि यसको हेर्नु त डिस्ट्रिब्युएबल ईपीएस अर्थात डीपीएस यसले यो वर्ष अहिले सम्म निकालेको रिपोर्ट अनुसार चाहिँ यसले यो वर्ष कति % बोनस अथवा क्याश दिन सक्छ त 16% चाहिँ दिन सक्ने रहेछ अब 16% क्याश दिन सक्ने कम्पनी चाहिँ यहाँ 300 मा यहाँ फालाफाल छ अनि सुक्को दिन नसक्ने कम्पनी चाहिँ हेर्नु त कति कति पुग्या छ त तपाईलाई अब मैले के भन्नुमा हो अनि त्यही भएर फन्डामेन्टलले चाहिँ नेपालमा अलि कम काम गर्ने भएकोले चाहिँ फन्डामेन्टललाई पनि ध्यान नै नदिने भन्ने त गर्नुहुन्न अब नेप्सेमा एकदम ओरिजिनल साच्चैको बुल आउने भए चाहिँ यस्तै फन्डामेन्टल स्ट्रङ भएको कम्पनी चाहिँ बढ्न थालेपछि नै बुल आउने हो तर अहिले चाहिँ अब त्यही यस्तो स्ट्रङ कम्पनी नबढेरै यस्तो बुल नआएको भयो अब अर्को अब के कुनको दार 4-500 पछि एकपटक अब चिलीमे पनि छ हेर्नु त अब कस्ता यो केबीएसएच को हेरौँ अब केही न अब यसलाई म नराम्रो त भन्न खोजे हैन केबीएसएस कम्पनीको चाहिँ कति छ त 1830 छ यसको प्राइस 18 यसको ईपीएस कति छ 10 छ 10 ईपीएस भएको कम्पनीको चाहिँ 1830 प्राइसमा यहाँ किन्नु पर्या छ अनि पी नै 217 छ अर्थात अब तुलना त गर्न मिल्दैन यो हाइड्रो पावर र बैंक तर पनि गर्ने हो भने फन्डामेन्टल त यो भन्दा त राम्रो त सानीमा नै भयो अर्को ग्लोबल पनि राम्रै छ ग्लोबलको पनि अघि त मैले भनिसके अब एकपटक हाम्रो नबिल एकपटक एभरेज हेरौँ त एभरेज बैंकको के छ त फन्डामेन्टल भनेकोलाई बैंकै छान्नु पर्यो अब एभरेज बैंकको चाहिँ के छ त भन्दाखेरि फन्डामेन्टल अनुसार यतातिर छ ईपीएस 35 रहेछ अर्थात फन्डामेन्टल अनुसार ईपीएस 35 भनेको अति धेरै राम्रो भयो ईपीएस चाहिँ 15 भन्दा माथि भएको राम्रो नै भनेर भन्ने गर्छन् यसको त 35 पी 17 अर्थात यो वारेन बफेटको फर्मुला अनुसार पनि किन्नै पर्ने शेयर भयो नेटवर्थ चाहिँ कति छ त 235 अर्थात यो पनि धेरै नै राम्रो देखियो अनि यसले यो वर्ष चाहिँ अहिलेसम्म निकालेको रिपोर्ट अनुसार कतिसम्म क्याश अथवा बोनस दिन सक्छ त 28% अर्थात एभरेज बैंकको होल्डरहरूले चाहिँ कम्तीमा पनि 20-25% चाहिँ क्याश अथवा बोनस दिन चाहिँ यसले पाउन सक्ने सम्भावना भयो तर त्यहाँको म्यानेजमेन्टले चाहिँ कति दिन्छ भन्ने कुरो त उनीहरुलाई नै उनीहरुकै हातमा हुने हो हामीले चाहिँ अनुमान चाहिँ गर्न मिल्यो यसले सबै दिन्छु भन्यो भने कतिसम्म दिन सक्छ भन्ने कुरो मात्रै हो डीपीएस भनेको यो कम्पनीले चाहिँ म 28 दिन्छु भन्छु भन्यो भने 28 दिन पायो किनभने यसले दिन सक्ने नै 28 रहेछ अनि यसको भइहाल्यो तर
अनि यसको चाहिँ के छ त अब यो किन्ने त नकिन्ने अब हुन त सपोर्ट एरियामै रहेछ यो 620 देखि 630 लाई चाहिँ हाम्रो स्मार्ट चार्टले सपोर्ट एरिया बनाइराखेको छ 620 तिर आउँदाखेरि तपाईले किन्नलाई विचार गर्न सक्नुभयो तर यसमा चाहिँ बायरको पावरै छैन किनभने प्लेयर जति सब हाइड्रोमा लागेछ अनि यस्तो राम्रो कम्पनी किन बढ्थ्यो र अब हाइड्रोको एकपटक चिलिमे हेरौँ चिलिमे पनि राम्रै कम्पनी हो यसको मतलब मैले किन्नुस् बेच्नुस् तपाईलाई केही पनि भन्न खोजे हैन हुन त अब चिलिमेको मूल्य चाहिँ 564 रहेछ इपिएस चाहिँ 7 रहेछ यसले दिन सक्ने चाहिँ यसले हिसाब गरेर राखेको छैन तर यो जुन यो हुन त रेड क्यान्डल हो तर तलबाट ओपन भएकोले ग्रीन देखा हो यसको अर्थात चिलिमे पनि 78% चाहिँ सेलरको स्ट्यान्ड भएकोले चिलिमे चाहिँ भोलि नै किन्नु परेन किन्नै मन लागे त हाम्रो सपोर्ट वान चाहिँ 540 देखि 555 राखेको रहेछ त्यतातिर आउँदाखेरि चाहिँ चिलिमे पनि हाइड्रोको राम्रै कम्पनी भएकोले यसलाई पनि किन्नलाई विचार चाहिँ गर्नु होला किन्नु नै भनेको चाहिँ हैन तर बायर स्ट्यान्ड पनि धेरै आयो भने चाहिँ राम्रो छ भनेर बुझौँ अब एकपटक यो माइक्रोकै जाम त यो स्वरोजगार हेरौँ त अब एसएल बीबीएल को चाहिँ अहिलेको चाहिँ राम्रै यसको चाहिँ मैले पनि हेरेकोले यसको चाहिँ अब सपोर्ट एरियामै छ यसको मतलब मैले तपाईलाई किन्नु र बेच्नु केही पनि भन्न खोजे हैन अब यो चाहिँ तपाई आफू विचार तल सेलर स्ट्यान्ड चाहिँ 100% भएकोले चाहिँ यसमा सेलर हाबी नै रहेछ अर्थात यो अहिले तत्कालै तपाईले भोलि नै किन्नलाई चाहिँ जरुरी भएन अब तपाईलाई किन्न मन लाग्यो 835 40 तिर आउँदाखेरि चाहिँ बायर स्ट्यान्ड धेरै भयो भने यता किन्न सक्नु भयो अनि यही कम्पनीको नाम मैले किन भनेको भन्दाखेरि यो स्वरोजगार भन्ने कम्पनीको इपिएस चाहिँ 30 रहेछ पी चाहिँ 31 रहेछ अर्थात खासै महँगो देखेन अनि यसको डीपीएस कति रहेछ त हेर्नु 29 अर्थात यसले यो वर्ष चाहिँ राष्ट्र बैंकले नरोकेन भने चाहिँ 29% सम्म बोनस दिने सम्भावना रहेछ फन्डामेन्टलको कुरा गरेकोले मात्र मैले यो कुरा गरिरहेको हो अघि सरले 29 अब तर यो कम्पनीमा त प्लेयरै छैन अब प्लेयरै नभएपछि त कसको के लाग्छ नबढ्न पनि सक्छ यही अल्झेर पनि बढ्न सक्छ अर्को अब हाम्रो माइक्रोमै सीबीबीएल भन्ने कम्पनीको पनि अहिलेसम्म निकालेको रिपोर्ट अनुसार चाहिँ एकदम राम्रो देखिएको छ अब सीबीबीएल अर्थात छिमेकी लघु वित्त विकास बैंकको चाहिँ इपीएस 35 रहेछ पी 23 रहेछ नेटवर्क पनि 247 रहेछ र डीपीएस अर्थात यसले दिन सक्ने नै 57% त दिन सक्ने रहेछ राष्ट्र बैंकले नरोक्ने हो भने यो कम्पनीले 50% बोनस अथवा क्यास चाहिँ दिने सम्भावना छ है त तर राष्ट्र बैंकले चाहिँ 15% को जुन क्याप लगाइदिएको छ त्यो भएर 15% मात्रै दिन पनि सक्छ यो चाहिँ मैले फन्डामेन्टल कुरा गरेकोले चाहिँ यसको कुरा गरे हो अनि यसको चाहिँ बायर स्ट्यान्ड चाहिँ आइरहेछ हेर्नु यो टुडेमा पनि भन्नाले अस्ति बिहिबारको 59 रहेछ 3 दिनको 61 एक विकको 54% एक महिनामा चाहिँ एक महिनामा चाहिँ अलिकति सेलरको धेरै रहेछ तर बिस्तारै बढ्दैछ यो राम्रै भयो तर यो अनुसार चाहिँ ठिकै भयो तर हाम्रो सपोर्ट र रेसिस्टेन्सको आधारमा चाहिँ सपोर्ट भनेको चाहिँ 810 देखि 835 भएकोले चाहिँ यो एरियातिर आउँदाखेरि चाहिँ तपाईले किन्नलाई विचार गर्न सक्नुभयो अब यो महँगो जस्तो लाग्यो भने अहिलेको ठिकैको चाहिँ समता हेर्न सक्नुभयो सानीमा पनि 300 तिर आयो भने लिन सक्नुभयो अब ग्लोबल आइएमएफ बैंक किन्छु म 5% क्यास खान्छु भन्नु भयो ग्लोबल आइएमएफ बैंक पनि 210 देखि 220 मा आयो भने लिनलाई सक्नुभयो अर्को राम्रो कम्पनी भनेको एचआईडीसीएल पी भन्ने कम्पनी पनि फन्डामेन्टल हेर्ने हो भने यो पनि राम्रै कम्पनी हो यो चाहिँ कहिले लिने त 190 देखि 200 तिर आयो भने चाहिँ तपाईले बाईमालाई राख्न सक्नु भयो यो पनि एउटा राम्रै कम्पनी हो यो चाहिँ एचआईडीसीएल पी हो अर्को सेम फन्डामेन्टल भएको एचआईडीसीएल चाहिँ कति छ त हेरौँ एउटै हो एचआईडीसीएल पी र एचआईडीसीएल भन्ने चाहिँ एउटै कम्पनी हो यसको चाहिँ लगभग 295 रहेछ अर्कोको चाहिँ पी को चाहिँ कति रहेछ त 212 रुपैयाँ रहेछ हेर्नु त अर्थात एउटै कम्पनीको पनि यो पी एउटा नामले गर्दा मात्र 212 लगभग 80 रुपैयाँको डिफरेन्स रहेछ अब एचआईडीसीएल र एचआईडीसीएल पी मध्ये कुन छान्ने भने एचआईडीसीएल पी नै लिन सक्नुभयो तर स्ट्रङ सपोर्ट चाहिँ 190 देखि 200 भएकोले त्यतातिर आउँदाखेरि चाहिँ विचार गर्नु होला अब हामीले आज चाहिँ तपाईले सोचे भन्दा पनि बढी नै कुरा गरिसक्यौं अब फेरि एकपटक यो हेरेर यसमा लागौँ है त ल हेर्नु त जुन यो हाम्रो अहिलेको कल्पना थियो त्यही अनुसार चलिरहेछ यो ट्रेन लाइनबाट माथि गयो यो यसबाट ब्रेक डाउन भयो एउटा अर्को रेसिस्टेन्ट लाइन बनायो त्यो रेसिस्टेन्ट लाइनलाई पनि ब्रेक गरेकोले अघि मैले यसरी माथि जान्छ भने त्यो लगभग त्यही अनुसारै गइराखेको छ हेर्नु त अहिलेसम्म चाहिँ
मिलिराखेको नै रहेछ भनेर बुझौँ। अब ठिकै छ, अघि हाम्रो मेरिनाजीले तपाईँलाई भनिहाल्यो अर्को हप्ता हाम्रो क्लास हुँदैछ, त्यसको लागि तपाईँहरूलाई चाहिँ लगभग 30% डिस्काउन्ट गरिदिएको छ हाम्रो कम्पनीले। अब मेरिनाजीले बाँकी कुरो भन्नुहुन्छ, अरू कुराहरू चाहिँ तपाईँहरूले यसो ग्रुपमा लेखिदिनु, म फुर्सद भएको बेलामा तपाईँहरूलाई उत्तर दिनेछु। अब मेरिनाजीले अन्तिम कुरा भनेर आज क्लास हाम्रो सकिनेछ है त। ल मेरिनाजी तपाईँ। हजुर हुन्छ सर। सो हुन्छ सर, आजको हाम्रो सेसन चाहिँ यही नै समाप्त हुन्छ। सो हजुरहरूले चाहिँ धेरै नै कुराहरू चाहिँ सिक्नुभयो होला यो हाम्रो क्लास सेसन अनुसारमा होइन। सो हजुरहरूको क्वेरी चाहिँ हजुरहरूले हामीलाई वाट्सएपमा गर्न सक्नुहुन्छ। सो हामीले चाहिँ अब लगभग 2 आवर्स नै यो सेसन्सको लागि दिएको छौँ। सो अरूको भनेको चाहिँ अब तपाईँहरूले चाहिँ टेक्निकल एनालाइसिसको ट्रेनिङ चाहिँ मिस नगर्नु होला होइन। सो अब आउने हप्ता चाहिँ हाम्रो हुँदैछ 16 गते। त्यसको लागि चाहिँ हजुरहरूको लागि चाहिँ एउटा अफर नै भनौँ होइन अहिलेलाई। सो हजुरहरूले चाहिँ यो अफर मिस नगर्नु होला होइन। हामीले रेकर्ड पनि गरेको छौँ हाम्रो पार्टिसिपेसनहरू को हुनुहुन्छ उहाँहरूको लागि चाहिँ होइन। मेन हाम्रो प्राइस भनेको चाहिँ 5000 रुपिस छ, तर हजुरहरूले चाहिँ 3500 नै पाउनुहुन्छ। त्यसको लागि चाहिँ हजुरहरूले यहाँ मैले यता टेक्स्ट बक्समा लिङ्क पनि पठाइदिएको छु। सो हजुरहरूले चाहिँ त्यो लिङ्क मार्फत चाहिँ रजिस्टर गर्नु होला। सो यही नै छ। सो हजुरहरूले चाहिँ अब हाम्रो यो अफर भनेको 50% अफ पनि छ। सो स्मार्ट वेल प्रो लिनुहोस् होइन। हजुरहरूको फिडब्याक अनुसारले नै हामीले फिचर्सहरू थप्दै जाने हो। जस हामीलाई हाम्रो युजर्सहरूले चाहिँ जस राम्रो रिभ्यूहरू दिइराख्नु भएको छ होइन, त्यही अन्तर्गत हामी चाहिँ यहाँसम्म छौँ। सो हजुरहरूलाई चाहिँ हामीले सपोर्ट दिन पाइरहेको छौँ। सो हुन्छ। सो यही नै अब हाम्रो सोसियल मिडियाहरू पनि फलो गरिदिनुहोस्। हाम्रो लेटेस्ट अपडेटहरू पोस्टहरू भइरहेको हुन्छ, त्यसमा पनि हामी कम्युनिकेट गर्न सक्छौँ। हजुरहरूले हाम्रो कल मार्फत पनि आफ्नो क्वेरिजहरू राख्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो सपोर्ट टिमहरू पनि छ स्मार्ट वेल प्रोबाट। अनि अर्को कुरा भनेको चाहिँ हाम्रो ईश्वर सरले चाहिँ हजुरहरूलाई वाट्सएपमा चाहिँ कोअर्डिनेट गर्नुहुन्छ उहाँको टाइम मिलाएर होइन। सो हामीले चाहिँ अब लाइक डे टु डे बेसिसमा भन्दा पनि जस हजुरहरूको क्वेरिजको कलेक्सन गरेर चाहिँ लाइक सिमिलर क्वेसन नै कतिवटा भइरहेको हुन्छ होइन। सो त्यही अनुसारले चाहिँ हाम्रो ईश्वर सरले हजुरहरूलाई जस क्वेरिजको रिप्लाईहरू दिनुहुन्छ। सो यही भन्दै चाहिँ हजुरहरूले चाहिँ आगामी दिनहरूमा पनि जस यो सेसनहरू चाहिँ हजुरहरूले एटेन्ड गरिदिनुहुन्छ होला होइन। अब कतिपयले कति क्वेरिजहरू होला, त्यो क्वेरिजहरू भनेको छँदैछ, त्यो हजुरहरूले चाहिँ क्यान्सरहरू पनि पाउन सक्नुहुन्छ। सो यही भन्दै चाहिँ जस आजको क्लास चाहिँ एकदम राम्रोसँग गयो। हजुरहरूले पनि एकदमै साथ सपोर्ट दिनुभएको छ। जस हजुर थ्याङ्क यू सो मच। सो हजुरहरूलाई चाहिँ जस स्मार्ट वेल प्रोको साथ चाहिँ सदाबहार नै रहनेछ। सो केही क्लिप्सहरू पनि हजुरहरूलाई हामी प्रोभाइड चाहिँ गर्छौँ। सो कतिपयले चाहिँ हामीले यो रेकर्डहरू पाउँछौँ पाउँदैन भन्दै हुनुहुन्थ्यो। सो त्यो भन्दा पनि हामीले चाहिँ अब युट्युबमा पनि हजुरले हेर्न सक्नुहुन्छ। अनि हाम्रो ईश्वर सरको पनि च्यानलहरू छ, हजुरहरूले फलो गरिदिनुहोस् होइन। सो सरले पनि यता ग्रुपमा सेयर गरिदिनु भएको छ, त्यो मार्फत पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। सो यही भन्दै चाहिँ आजको क्लास चाहिँ हामी इन गर्छौँ। सो थ्याङ्क यू सो मच हजुर। सो गुड नाइट। गुड नाइट। लास्ट